र उहाँलाई पनि स्वागत गर्न चाहन्छु र उहाँको धर्मपत्नीलाई पनि स्वागत गर्न चाहन्छु र अन्य संस्थाका पदाधिकारीलाई म बिस्तारै स्वागत श्रीमती विशेष रेग्मी र हामीसँग आउनुभएका युवराज र हाम्रो चाहिँ बोर्ड अफ ट्रस्टीका सम्पूर्ण साथीहरू र एजुकेटिभ टिमका सम्पूर्ण साथीहरू र अरू हाम्रो चाहिँ न्याकसँग सम्बन्धित भोलिन्टियर साथीहरू न्याकका सदस्यहरू र यदि कोही न्याकको मेम्बर बन्न भएको छैन भने र बन्न आउनु इच्छा राखेर आउनुहुने सम्पूर्ण साथीहरूलाई यो आज हाम्रो चाहिँ वार्षिक साधारण सभा ६औं वर्षको वार्षिक साधारण सभामा न्याय महाविधानसहितको वेलकम गर्न चाहन्छु र हजुरहरूलाई थाहा नै छ र मैले थोरै भन्नुपर्दाखेरि जति बेला म 96 मा अमेरिका आएँ जति बेला यहाँ आउँदाखेरि हाम्रो धर्म संस्कार संस्कृति केही पनि सुरक्षित हिसाबले नदेखेर लामो सङ्घर्ष पास 2019 मा हामीले एउटा सप्ताह लगायौँ आदरणीय गुरु दीनबन्धु पोखरेलजीलाई बोलाएर उहाँको चाहिँ वाचनबाट ठुलो सप्ताह लगाएर त्यसमा चाहिँ हाम्रो दाताहरूले दिनुभएको चाहिँ दानबाट हामीले चाहिँ यो भवन हाम्रो जुन नाकको भवन छ त्यो हामीले खरिद गरेका हौँ र त्यसमा कार्यहरू हुँदैछ त्यसको लागि विभिन्न हाम्रो कमिटीहरूमा रहेका धेरै साथीहरूले ज्यादै मेहनत गर्नुभएको छ र उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु र अब यो आजको प्रोग्रामको चाहिँ जानकारी सबै भइसकेको छ र कुन कुन हाम्रो चाहिँ कमिटीहरू छ उहाँहरूले दिनुपर्ने प्रतिवेदन र यदि यहाँहरूलाई कसैलाई क्वेसन छ भने त्यो क्वेसन पनि उहाँहरूसँग एन्सर दिन सक्नुहुन्छ र यति भन्दै म चाहिँ हाम्रो चाहिँ डाक्टर लेखनाथजीलाई चाहिँ यो प्रोग्राम अगाडि बढाइदिनु भन्नु गर्दैछु। थ्याङ्क यू। धेरै धेरै धन्यवाद अध्यक्ष रूपाखेतीज्यू। उहाँले भने जस्तै आजको कार्यक्रम भनेको विशेष गरी हाम्रा सदस्यहरूबाट उहाँहरूका जिज्ञासाहरू मात्रै नभएर उहाँहरूका सुझावहरू सुन्ने कार्यक्रम रहेको हुँदाखेरि अब तपाईँहरू धैर्य भएर बस्नुहोला। तपाईँहरूका सुझाव र जिज्ञासाहरू हामीले सुन्नेछौँ। विशेष गरी यो एजिएम भनेको मेम्बर ओरिएन्टेड कार्यक्रम रहेको हुँदा मेम्बरहरूलाई फर्स्ट प्रायोरिटी दिनेछौँ हामी। त्यसले गर्दाखेरि तपाईँहरूका सुझाव र प्रश्नहरू सुन्न हामी एकदमै आतुर छौँ। अब यो कार्यक्रमलाई अलिकति साङ्गीतिक धुनमा परिणत गर्नको लागि हाम्रो कल्चरल कमिटीको कोअर्डिनेटर र एजुकेटिभ कमिटीकै भाइस प्रेसिडेन्ट बिना खड्का लामाजीलाई यहाँ बोलाउँदैछु। उहाँले चाहिँ केही पर्फर्मरहरूलाई अगाडि स्टेजमा बोलाउनुहुनेछ अनि त्यसपछि चाहिँ मैले संस्थाको प्रेसिडेन्ट डाक्टर उप्रेतीलाई बोलाउनेछु। हाम्रो सांस्कृतिक कार्यक्रमको डिटेल दिन चाहिँ एकदम बिजी भएर दिन पाइनँ, त्यही भएर उहाँले मलाई बोलाउनु भएको है, नत्र बोलाउनु हुन्थेन उहाँले मलाई होइन, तर हामी सक्यो। एनिवेज हामीले चाहिँ एउटा सानो बाबु र नानीको एकदमै सुन्दर नृत्यबाट आजको कार्यक्रम सुरु गर्दैछौँ र बाबु नानीले एक दिनको तयारीमा गर्नुभएको हो यो र सुनिता बहिनीलाई धेरै धेरै धन्यवाद। उहाँले चाहिँ कोरियोग्राफ लागि हेल्प गर्नुभएको, थ्याङ्क यू सो मच। रेडी हो बाबु नानी? श्रेयांश र माया।
हुसेन लामा एन्ड सुनिता दुबे भैले धेरै धेरै धन्यवाद। यहाँको बालबच्चालाई नृत्य सिकाउन चाहनुहुन्छ भने नजिकै छ उहाँलाई सम्पर्क राख्नुहोला। थ्याङ्क यू सो मच। मैले फेरि यो ब्याक टु डक्टर। Thank you, Chandraji. Thank you so much. So once more, big applause for the performers. Thank you so much for the wonderful performances. नेपाली अमेरिकन सामुदायिक केन्द्रको धेरै उद्देश्यहरूमध्ये एउटा उद्देश्य हाम्रो कला र संस्कृतिलाई प्रिजर्भ मात्रै होइन प्रमोट गर्ने पनि हो। यदि हामी घरमा अथवा सानो ग्रुपमा नाच्यो भने अथवा पर्फर्म गऱ्यो भने त्यो प्रिजर्भ मात्रै हुन्छ। अलिकति ठुलो प्लेटफर्ममा आएर पर्फर्म गऱ्यो भने त्यो चाहिँ प्रमोट हुन्छ। त्यसले गर्दाखेरि यहाँहरूसँग यस्तो कलाहरू छ भने यस्ता प्लेटफर्महरूमा आएर पर्फर्म गर्नलाई अगाडि सर्नु होला। यो हाम्रो उद्देश्य भनेको कल्चरलाई प्रिजर्भ र प्रमोट गर्ने हो। थ्याङ्क यू सो मच। अनि अर्को उद्देश्य भनेको हाम्रो समुदायमा यदि कसैलाई समस्या पर्छ भने सकेसम्म सहयोग गर्ने पनि हो। त्यो समुदायमा मात्रै नभएर ब्याक टु होम नेपालमा पनि सकेसम्म हामीले सहयोग गर्ने हाम्रो चाहना र हाम्रो कार्यक्रम रहिरहेको छ। हामीले विभिन्न इभेन्टहरूमा नेपालमा पनि सहयोग गरेका छौँ र यही समुदायमा परेका घटनाहरूमा पनि हामीले सहयोग गर्दै आइरहेका छौँ। यसै क्रममा म एउटा सानो इन्सिडेन्ट रिसेन्टली भएको यहाँ जोड्न चाहन्छु। मसँग धेरै डिटेल चाहिँ छैन तर पनि हाम्रो समुदायमा एउटा दुःखद घटना घटेको छ। त्यो दुःखद घटनाप्रति नेपाली अमेरिकन सामुदायिक केन्द्र एकदमै दुःखित छ। आजको कार्यक्रमबाट मैले नेपाली अमेरिकन सामुदायिक केन्द्रको तर्फबाट भर्खरै मनाससमा भएको दुःखद घटनाप्रति एकदम दुःख व्यक्त गर्न चाहन्छ। यही भन्न चाहेँ मैले। अरू डिटेलमा मलाई केही पनि थाहा छैन, त्यसले गर्दा मैले अरू भन्न सक्दिनँ। अब म कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। अबको कार्यक्रम चाहिँ पुरस्कार वितरणको कार्यक्रम रहेको छ। हिजो आज र गएको सोमबार भएका विभिन्न इभेन्टहरूमा स्पोर्ट्स इभेन्टहरूमा विजेताहरूलाई आज हामीले पुरस्कार वितरण गर्ने कार्यक्रम राखेका छौँ। यसको लागि स्पोर्ट्स इभेन्टलाई एकदमै सक्सेसफुल बनाउन दिनरात खटिरहने हाम्रो नाग स्पोर्ट्स कमिटीका कोअर्डिनेटर चन्द्र लामा र अन्य भोलिन्टियरहरू सन्दीप वास्तव हुनुहुन्छ लगायत अन्य भोलिन्टियर हुनुहुन्छ। उहाँको नाम चाहिँ चन्द्रजी भन्नुहुनेछ। उहाँलाई म संस्थाको तर्फबाट एक्जिक्युटिभ कमिटीको तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु र अबको केही समय चाहिँ म माइक चन्द्र लामाजीलाई दिन्छु। उहाँले चाहिँ पुरस्कार वितरण कार्यक्रमको लिड गर्नुहुनेछ। एकदम एक्साइटेड कुरेर रहनु धैर्य रहनु होला। लुना श्रेष्ठ नवीन केसी पनि आउँदै हुनुहुन्छ। आदरणीय राजदूत रेग्मीज्यूलाई, रेग्मी सरलाई र हाम्रो संस्थाको प्रेसिडेन्ट र चेयरम्यान दुवैजनालाई चाहिँ पुरस्कार वितरणको लागि चाहिँ अगाडि आइदिनु अनुरोध गर्दछु। त्यसको लागि चाहिँ चन्द्रजीले बोलाउनुहुन्छ। म चन्द्र लामा, नेपाली अमेरिकन सामुदायिक केन्द्रको भोलिन्टियर तथा स्पोर्ट्स कोअर्डिनेटर। मलाई भोलिन्टियर भनेर चिनिन्छ सबैले यहाँ। आजको यस कार्यक्रमका मेन सभापतिज्यू अनिल पाकेज्यू, प्रमुख अतिथि महामहिम डाक्टरज्यू, त्यस्तै गरी यहाँ उपस्थित एक्जिक्युटिभ बोर्डका डाक्टर मदन उप्रेती लगायत सम्पूर्ण एक्जिक्युटिभ बोर्ड अफ ट्रस्टी, यहाँ उपस्थित सम्पूर्ण दाजुभाइ दिदीबहिनीलाई मेरो नमस्ते। हुन त कुनै पनि कार्यक्रम गर्नलाई हामीलाई प्रमुख अतिथि र सभापतिको चाहिँ आवश्यकता भइसकेको छ र यो कार्यक्रम सफल पार्न सम्पूर्ण मेरो प्यारो साथी हाम्रो स्पोन्सरहरूलाई धेरै धेरै हृदयबाट धन्यवाद। आज बिहानको कार्यक्रम सक्ने बित्तिकै उहाँले त्यही अन द स्पोट नै उहाँले स्पोन्सर गर्नुभएको मेरो प्यारो भाइ प्रसन्न सम्रौला, उहाँले पहिलो पुरस्कार $1000 छुटाएको छ। त्यस्तै गरेर अर्को मेरो प्यारो भाइ दुकान सुन्नुभएको छ दुकान अभिजित राई, उहाँलाई पनि धेरै धेरै धन्यवाद। त्यस्तै गरेर मेरो अर्को प्यारो भाइ छ सम्रौला होला, पहिलो नाम भन्नुहोस् त। यस, ओके, थ्याङ्क यू। विकास अनुशासन गतिशीलता भनेको खेलकुद हो। त्यसै गरी राष्ट्रियताप्रति वफादारी भई सम्पूर्ण खेलाडी खेल्ने चाहिँ हजुरहरूलाई अनुशासन मात्रै सिकाउने होइन कि आफ्नो नानीले गरेको अचिभमेन्ट पनि यहाँको घरमा पुर्याउने काम खेलकुदले गर्छ। ओके,
सर्वप्रथम मैले पुरस्कार वितरण गर्न महामहिम राजदेवज्यूलाई मैले यहाँ घोषणा गरेँ। सर्वप्रथम म सकर यानि कि हाम्रो नेपालमा फुटबल भनेर चिनिन्छ फुटबलका खेलाडीहरूलाई मैले यहाँ बोलाउन मैले नियुक्त गरेँ। जुन आज फाइनल खेल भएको थियो NFC Manassas versus Lauren Tiger Yellow बिचै भएको यो आज रोमाञ्चित खेलमा विजय हासिल गर्ने टिमलाई हार्दिक बधाई। त्यस्तै गरेर फर्स्ट रनर अपलाई पनि यहाँलाई पनि धेरै बधाई दिन म चाहन्छु। मैले MNFC चन्दाले भन्छ जस्तो आजको फर्स्ट रनर भएको छ र त्यस सबै टिमहरूलाई म यहाँ अगाडि बोलाउन चाहन्छु र सबैजना यहाँ आइदिनु होला। आकाश अधिकारी क्याप्टेन, शान्ता लिम्बू, चुडामणि आचार्य, जोचे, किरण सिंह टडा, सन्तोष अधिकारी, सुनिल सान्ताङ, उपेन्द्र लामिछाने, सोनम केसी, विनम्र देवपाने, सुन्दर शेर्पा, दिलबहादुर खत्री the coach, ऋषभ केसी, लक्ष्मण विष्ट, सञ्जीव पन्त, रसेन्द्र भट्टराई, विजय कतिवटा, दिवस कार्की, श्रीधर केसी, प्रकाश बस्नेत, निकेश महर्जन, माधव गौतम। टुर्नामेन्टलाई सफल पार्नको लागि धेरैजनाको हात छ, धेरै इन्डिभिजुअल संस्था त्यहाँनिर राख्नुभएको छ। म केही व्यक्तिको नाम लिन्छु जसले यो टुर्नामेन्टलाई सक्सेस पार्नको लागि मलाई धेरै अनुभव गर्नुभएको थियो र माधव गौतम, मिलन गोर्खाले, प्रदीप कार्की, प्रदीप गाउँले उहाँले चाहिँ यो सकर टुर्नामेन्टको लिड पनि लिनुभएको थियो। सकर टुर्नामेन्ट प्लस किड्स सकर एन्ड किड्स ट्र्याक एन्ड फिल्ड र त्यस्तै चुडामणि आचार्य एन्ड गोविन्द घिमिरे एन्ड सन्तोष सुवेदी दे आर टेकिङ लिड फर द लन टेनिस। अब मैले यो माइक हाम्रो एजिएम तर्फ मोडेँ है त। धन्यवाद। किड्सहरू अलरेडी पार्टिसिपेन्ट हुनुहुन्छ र हामीले चाहिँ त्यसमा भविष्यका कला नगरेर अहिले हामी 30-35 वर्षमा सबै खेल्ला छौँ भने 4-5 वर्षमा पनि हामीले सुरुवात गरेर उनीहरूलाई चाहिँ राम्रो प्लेयर हामीले हाम्रो कम्युनिटीमा लगाउन सक्छौँ भने हामीले इस्टाब्लिस गरेर चाहिँ हामीले अलमोस्ट 40+ किड्सहरू अलरेडी हामीले एरियामा आबद्ध हुनेछ। उहाँलाई एभ्री स्याटरडे हामीले ट्रेनिङ दिन्छौँ र हामीले अर्को समरमा पनि 2 दिन एक्स्ट्रा ट्रेनिङ दिने प्लान गरेका छौँ। यसमा हाम्रो मिलन गोर्खाली, प्रदीप कार्की, भर्ती मगर उहाँ हामीले 4जना घर कोर्डिनेट गरेर छौँ मैले र यसको बाँकी चाहिँ हाम्रो मिलनले भन्नुहुन्छ।
बिचमा भएको यहाँले मैले अवगत गराउन चाहे। अन्तिम प्रधान, यस इज द म्यान। यहाँलाई धेरै धेरै बधाई। अन्तिम प्रधान एकछिन एक शब्द बोल्नु आउँछ त, एक सेकेन्ड, धेरै समय त छैन किन हाम्रो एजेन्ट सुरु हुन गइरहेको छ। हामी खेलेपछि एउटा गिभ ब्याक टु द कम्युनिटी भनेर चाहिँ म के गरेँ भन्दाखेरि नेपालमा गएर छोराको नाममा एउटा टुर्नामेन्ट पिकल बल सो द्याट पिकल बल चाहिँ एउटा सुरु हुन्छ। इट्स जस्ट अ स्मल स्टेप तर इट गोज अ लङ वे भनेर जस्तो आफूले त्यो गर्नु पाएछ। यो चाहिँ म इन्फ्लुएन्स भएको यही भनेर चाहिँ अल द ट्रेड गोज ब्याक सबै र अहिलेसम्मको प्रोग्रेस र फ्युचर इभेन्टहरू बारेमा हामी कुरा गर्नेछौँ। हामीले स्क्रिनमा केही कुरा देखाउनेछौँ, तपाईँहरूलाई पढ्नुपर्ने हुनसक्छ, त्यति बेला अलिकति अगाडि आइदिनु होला कृपया र सबैजना चेयरमा बसिदिनु होला। प्रेसिडेन्ट डाक्टर मदन उप्रेतीज्यूलाई उहाँले हाम्रो वार्षिक प्रतिवेदन पेश गर्दै हुनुहुन्छ र अहिलेसम्म के भइरहेछ र अब के हुँदैछ भन्ने कुराहरू उहाँले प्रस्तुत गर्नुहुन्छ र त्यसपछि यहाँहरूका केही जिज्ञासाहरू छन् भने यी जिज्ञासाहरूको हामीले उत्तर दिनेछौँ। डाक्टर उप्रेती कति यहाँ हुनुहुन्छ, हाम्रा अहिले 2500-2600 मेम्बरहरू हुनुहुन्छ, कतिले चाहिँ अनलाइन हेरिनु भएको होला। म सबैलाई चाहिँ एकमुष्ट नमस्कार गर्न चाहेँ। आदरणीय अरुण दाई, यो सभापति अहिलेको कार्यक्रमको चाहिँ सभापति गरिनु भएको, अनि त्यसै गरी आदरणीय राजदूतज्यूलाई पनि मैले अहिले स्वागत गर्न चाहेँ। बोर्ड अफ ट्रस्टीका साथीहरू, एक्जिक्युटिभ कमिटीका साथीहरू, अनि मेरो मित्र एमबिसीबाट पाल्नुभएका हाम्रो इकोनोमिक काउन्सिल, उहाँले धेरै हाम्रो नेपाली कम्युनिटीलाई हेल्प गर्नुहुन्छ, हामी अन्टरप्रेनरहरूलाई पनि हेल्प गर्नुहुन्छ, टाइममा मिटिङ राखिदिएर र युएस गभर्मेन्टसँग लिङ्क गरिदिनु लगायत पनि धेरै उहाँको कन्ट्रिब्युसन पहिलेदेखि हामीले पाइरहेका छौँ। धेरै धेरै धन्यवाद हजुरलाई पनि। अब म प्रतिवेदनतर्फ लागेँ। म करिब 20 मिनट जति टाइम लिन्छु र धैर्य धारणसँग हेरिदिनु होला, किनभने यो नानी सानो हो र हामी सबैले बडो दुःख गरेको पैसा, एक पैसा पेनी हामीले डोनेसन गरेर दिएको पैसाले के काम भएको छ, कसो भएको छ भनेर तपाईँहरू पनि हेर्नुपर्ने एउटा उत्तरदायित्व पनि हो र अधिकार पनि हो। आजभन्दा 4-5 वर्ष अगाडि जतिखेर हामीले भनेका थियौँ, जुन बेला हामीहरू सप्ताह भइरहेको थियो, त्यो स्टेजबाट भनेका थियौँ, तपाईँहरूले दिएको एक पेनी पनि हामी सुरक्षित तरिकाले हाम्रो आफ्नो पैसाभन्दा पनि यो कमिटीले माया गरेर सही ठाउँमा हामी लगाइदिन्छौँ र काम गर्छौँ र त्यो उत्तरदायित्व पुरा गर्छौँ भनेर हामी प्रमिस गरेका थियौँ। त्यो प्रमिसलाई तपाईँहरूले विश्वास गरेर हामीले यत्रो ठुलो डोनेसन गर्नु भएको छ, कन्ट्रिब्युसन गर्नुभएको छ, काम गर्न सहज गरिदिनु भएको छ र आज म त्यो जुन बाचा थियो हाम्रो पुरा हुन आँटेको पनि यहाँ घोषणा गर्न चाहन्छु र अहिले हेर्नु पनि होला हामीले के गरेका छौँ भन्ने कुरा। अब यसको सबैभन्दा ठुलो हामीलाई अभिभावक तपाईँहरूले जतिखेर दिनुभयो, बिल्डिङ कन्स्ट्रक्सनको लागि एउटा हाम्रो थलो होस्, घर होस् भनेर हामीले दिएको नै हो र त्यसकै सेरोफेरोमा आज धेरै प्रेजेन्टेसन लिएर आउँछु, त्यसपछि फाइनेन्सको पनि कुरा आउँछ। सप्ताह सकिने बित्तिकै सकिया पनि थिएन, सप्ताह चलिरहेको थियो, पैसा उठ्छ भने थाहा हुने थियो, हामीहरू ल्यान्ड पर्चेसको लागि कुदेका थियौँ। सकिने बित्तिकै हामीले यो पहिलो दिनेको हामीहरूको यो म सम्झना गर्न चाहेँ। यो चाहिँ अप्रिल 1 2022 मा लिएको पिक्चर रहेछ, मैले डेट पनि राखेको छु सम्झना होस् भनेर। हामी कहाँ थियौँ, कहाँ आइपुग्यौँ भनेर। यो खालको चाहिँ हाम्रो भवन थियो, त्यो पुरानो भवन थियो। प्रश्न हुनसक्छ, पुरानो भवनलाई जम्मै निकालेर किन नयाँ नबनाएको, यसमा रेगुलेसन हुन्छ कतिपय कुराहरू। यो चाहिँ 1950 भन्दा अगाडि बनेको, त्यतिखेरको रेगुलेसनमा पार्किङलाई कतिवटा राख्न पाउने, कुन कानुन कस्तो हुने भन्ने थियो। त्यो कानुनलाई हामीले थाती राखेर काम गर्दाखेरि हाम्रो धेरै पैसा पनि सेभ हुने भयो र हाम्रो पार्किङ लट र अरू कुराहरू पनि धेरै हामीले जे गर्न पाउने पर्ने त्योभन्दा बढी गर्न पाउने हो, ग्रान्ड फादर भएको कारणले गर्दाखेरि। त्यसै कारण हामीले फाउन्डेसनमा थाती नै राखेर जति तोड्न मिल्छ तोडेर हामीले चाहिँ नयाँ बिल्डिङ बनाउन जमाएको गरिरहेको। यो मिटिङ छ प्री कन्स्ट्रक्सन मिटिङ, अप्रिल 4 2023। फेरि म डेट लिएर हेर्नुहोस्, अप्रिलमा छ। हामी फटाफट हामी काम गरेका छौँ, हामीले एक दिन पनि डिले गरेका छैनौँ। हामीले गर्न सक्ने कुराहरू काउन्टीका अफिसर्सहरू, ठेकेदारहरूसँग बसेर हामीले लिएको यो पिक्चर हो। त्यसले अगाडि हामीले शिलान्यास नै गऱ्यौँ मे
2023 को दिनमा सबैलाई याद होला हामीले ठुलो पूजा गरेका थियौँ त्यहाँनेरि कलश यात्रा पनि गरेका थियौँ अनि हामीले चाहिँ पूजाआजा गरेर फाउन्डेसनको स्टार्ट गरेका थियौँ जबभन्दा यस्तो थियो त्यो ठाउँ यो चाहिँ अघि बाण जहाँ थियो नि देवरपट्टि हो त्यो भत्काएर हामीले बनाएको फाउन्डेसन हो फाउन्डेसनै भत्काउने हाम्रो प्लान थिएन तर हामीले बनाउँदै जाँदा के देख्यौँ भने जियो टेक्निकल स्टडिज गरेर हेर्दाखेरि त्यो राम्रो थिएन र हामी त यो 100 वर्षको स्ट्रक्चर बनाइरहेका छौँ भने जग्नै बलियो भएन भने हामी त्यो गर्नु हुँदैन भनेर पुरानो जग्गा भत्काएर हामीले नयाँ जग्गा हाल्यौँ यसको लागि हामीलाई 60-70 हजार डलर चाहिँ एक्स्ट्रा पैसा खर्च गर्नु पर्यो हामीले बजेटलाई बढाएर पनि हामीले त्यो काम गर्यौँ अब त्यसै गरी रेट्रोफिट गर्ने पनि हामीले काम गरिरहेका छौँ रिपेयर पहिलाका अरू ठाउँहरूलाई पनि रिपेयर गरेर रेट्रोफिट गऱ्यौँ तपाईँलाई जिज्ञासा होला यति जाबा बिल्डिङ बनाउन किन 2 वर्ष लाग्यो भनेर यी सबै कुराहरू हामीले काउन्टीसँग पर्मिट लिनुपर्छ डिजाइन गर्नुपर्छ अनि उनीहरूलाई बुझाउनुपर्छ ब्याक एन्ड फोर्थ कुराहरू हुन्छन् त्यस पछाडि मात्रै गर्न पाइन्छ त्यसले गर्दाखेरि यी सबै कुराहरू टाइम लाग्ने भएको हो एक्सटेरियर वर्क मार्च 2024 मा फर्केर आउँदाखेरि हामी फेरि लिएर गयौँ रिपेयर गर्दै थियौँ हामी 2023 सेप्टेम्बर यो 4-5 महिनाको अवधिमा हामीले यो बिल्डिङ देब्रेपट्टि मन्दिर बनिरहेको छ यो बीचको चाहिँ मेन लबी हो मेन लबीबाट इन्ट्रान्स हुने ठाउँको चाहिँ यो स्टेज भएको थियो एकदम जाडो थियो त्यो बेला त्यो त्यहाँ आगो लागेको देखिरहनु भएको छ हामीले पालेको थियो त्यो आगो चाहिँ कङ्क्रिट पनि एकदम चिसो भएर फ्रोजन हुनु भएको गर्दा तताएर हाल्नु पर्थ्यो त्यसरी हामीले काम गरेका थियौँ डिले नगरिकन मेमा पुग्दाखेरि यतापट्टिको बिल्डिङलाई हामी रिपेयर गरिरहेका छौँ जुन चाहिँ पुरानो बिल्डिङ थियो त्यसलाई चाहिँ हामीले तलदेखि माथिसम्म रिपेयर गर्दै लिएर गयौँ अब हेर्नुहोस् जुलाईसम्म पुग्दाखेरि ब्युटिफुल बिल्डिङ एकदम सेतो नेपालको चाहिँ झल्किने खालको तपाईँ पशुपति चित्रमा गएर हेर्नुभयो भने त्यहाँ ब्रिक रातो रङ हुन्छ अनि सेतो चुनढुङ्गा जस्तो खालकोलाई चाहिँ हामीले बनाएका हुन्छौँ त्यही कुरालाई हामीले चाहिँ मध्यनजर राख्दै नेपालको कला र संस्कृतिलाई चाहिँ झल्किने खालको तरिका हामीले स्ट्रक्चरहरू चाहिँ हामीले काम गरिरहेका छौँ अब यो जुलाई 2024 मा स्ट्रक्चर बनिसकेका छ छाना बनिसकेका छैन झालडोका पनि हालेको छैन त्यही बेलाको अगस्ततिर यो ब्याक साइडबाट लिएको पिक्चर हो एकदम सेतो बिल्डिङ राम्रो हाम्रो चाहिँ उहाँको पुरानो दरबारहरू यही कलरको हुने गर्छन् सिंहदरबार पनि यही कलरको छ त्यस्तै खालको ढाँचालाई हामीले ध्यानमा राखेर गइरहेको छौँ अब अहिले हेरेर आउँदाखेरि छानो पनि हाल्यौँ छानो हाल्दाखेरि पनि हामीले मेटलको छानो हाल्यौँ सिङ्गल्सको हाल्दाखेरि र मेटलको हाल्दाखेरि 30,000 सिङ्गल्सको हुन्थ्यो भने मेटललाई 3 लाख डलर पर्ने भयो हामीलाई त्यो पनि हामीले चाहिँ के डिसाइड गर्यौँ यो त हाम्रो भविष्यको लागि हाम्रा छोराछोरी नाति नातिना पनाति हामी मरेर गएपछि रहने चाहिँ भोग्ले गर्दाखेरि चाहिँ यसलाई राम्ररी नै खर्च गरौँ भनेर त्यस पछाडि हामीले के गर्यौँ यहीँबाट सोर्सिङ गर्दा महँगो हुने भएकोले गर्दाखेरि हामीले चाहिँ इस्ट युरोपबाट किनेर ल्यायौँ त्यही छानो 3 लाख पर्थ्यो यहाँ किन्दाखेरि उहाँबाट गर्दाखेरि चाहिँ 1 लाखमा पाइयो त्यसको लागि हाम्रो 2 महिना कन्स्ट्रक्सन डिले भयो त्यो मैले किन बुझाउन खोजेको भने 2 महिना हामीले पर्खिराखेर 2 लाख डलर बच्छ भने किन नगर्ने हामीले डिसिसन लियौँ त्यसको लागि अलिकति काम छिटो गर्न सकेको छैनौँ तर हामीले पैसा पनि बचाउनु परेको छ अब यत्रो आपत्ति पनि नभएको हामीले सेट गर्यौँ अहिले एउटा हेर्नुहोस् ब्युटिफुल बिल्डिङ हाम्रो बनिसकेको छ एक्सटेरियर कम्प्लिट भइसकेको छ यसमा पनि के हुन्छ भने तपाईँ देख्दै हुनुहुन्छ छानाको माथिपट्टि त्यहाँ टुँडाल छैन अहिले नेपालमा टुँडाल म्यानुफ्याक्चर भइरहेको छ बनिरहेको छ काठको टुँडाल जुन नेपालको मन्दिरहरूमा हुन्छ देवी देवता पुगेको एकदम ब्युटिफुल त्यसरी नै हामीहरू चाहिँ टुँडालहरू लिएर आउँदैछौँ 84वटा टुँडाल छन् वरिपरि बिल्डिङमा सबै ठाउँमा टुँडाल आउँछ यो झारहरूको वरिपरि पनि आगे झालहरू बन्छन् फ्रेमिङ हुन्छन् र अल्टिमेटली पछि गएर हेर्दाखेरि यो नेपालमै बनाएकै घर जस्तै खालको चाहिँ झल्किने खालको हामीले चाहिँ डिजाइन गरिरहेका छौँ त्यो गजुर राख्ने ठाउँ पनि माथि गजुर हुन्छ त्यसको त्यो व्हाइट कलरको जुन देखिएको छ घाँटी जस्तो ठाउँमा त्यहाँ पनि हाम्रो आँखी झालेर हुन्छ र यसको हाम्रो अवधारणा छ अहिले हामी भित्र मन्दिरभित्र पनि काम गरिरहेका छौँ मन्दिरको मूर्तिको लागि नेपालमै हामीले चाहिँ ठेका दिएको छौँ जुन फ्यामिलीले नेपालको पशुपतिदेखि लिएर सारा मूर्तिहरू पहिलेदेखि बनाइरहेको छ 12 शताब्दीदेखि त्यही फ्यामिलीलाई हामीले चाहिँ मूर्ति बनाउन जिम्मा दिएको छ 40 लाख रुपियाँ नेपाली बराबरको मूर्तिको चाहिँ ठेका दिएको छ उहाँहरू काम गर्दै हुनुहुन्छ 2 महिनामा कम्प्लिट हुन्छ यो पिक्चर अलिक 2 महिना अगाडितिरको हो यो कालो ढुङ्गा हो सेतो होइन यो कन्स्ट्रक्सन गरेको व्हाइट भइरहेको छ पछि सिद्धिएको त्यसमा तेल लगाइन्छ अनि यो एकदम मेन्टेनेन्स गर्नुपर्ने सही हो हामीले गएर म आफै पनि गएको थिएँ नेपालमा इन्डियामा पनि धेरै ठाउँमा गएर हेऱ्यौँ र नेपालको ढुङ्गा र त्यसमा बनाएको चाहिँ जुन प्रस्तर कला छ त्यो जति राम्रो इन्डियामा नहुने रहेछ इन्डियामा बनाएको चाहिँ सिङ्गमरमरको हुन्छ सिङ्गमरमर चाहिँ 50-60 वर्ष पछाडि बिग्रिँदै जान्छ
यो चाहिँ हजारौँ वर्षसम्म केही नहुने भएको गर्दा यसमा हामीले चाहिँ काम गरिरहेका छौँ। यसरी नै अरू पनि मूर्तिहरू कन्स्ट्रक्सनकै पेजमा छन्, कम्प्लिट भइसकेका छैनन्। अब इन्ट्रान्स ढोका हेर्नुहोस्, ढोकाहरू पनि हामी वहीँबाट ल्याउँदैछौँ। ढोका यो हाम्रो नमुना हो, यस्तै खालको ढोका चाहिँ मेन इन्ट्रान्समा पनि यो हुन्छ र इन्ट्रान्सबाट छिरिसकेपछि मन्दिरतिर जाने ठाउँमा पनि यही खालको ढोका हामीले नेपालबाटै लिएर आउँदैछौँ। यो पिलर हो, यो पिलर डेभलपमेन्ट जुन देख्नु भएको छ एउटा, त्यो पिलर चाहिँ हाम्रो भित्र जहाँ एउटा पार्टी हल छ, जहाँ 500 जना मान्छे हाट्ने पार्टी हल छ, त्यो पार्टी हलभित्रका पिलरहरू पनि हामी यसरी नै बनाउँदैछौँ। त्यो पनि त्यहाँभित्र पनि बस्दाखेरि कस्तो होस् भने नेपालै झल्कियोस्, त्यो खालको हामीले कलात्मक तरिकाले गरिरहेका छौँ। आधी झालको नमुना हो, त्यो कुणालको नमुना हो। हामीले जो अहिले भने कुणालहरू ठुलो ठुलो हुन्छ, म पनि पहिला सानो जस्तो लागेको थियो, डिजाइन गरेर हेर्दाखेरि चाहिँ त्यो पनि हेभी साइजको चाहिँ कुणाल छ। हामी यो पनि बनाउँदैछौँ। अब इन्टेरियर के भइरहेको छ त अहिले, एक्सटेरियर त फोटोमा देखिहाल्नु, इन्टेरियर जब फोटोमा क्याप्चर गर्न गाह्रो हुन्छ, सानो सानो छ। इलेक्ट्रिकल काम सक्यो, प्लम्बिङको काम सक्यो, एचभिएसी भनेको चाहिँ एयर कन्डिसन, त्यसको काम पनि कम्प्लिट भएर मिसिनहरूमा ठुल्ठुलो मिसिन छ, हामीले ल्याएर इन्स्टल गरिसक्यो। 1.5 महिना अगाडि चाहिँ त्यो भइसकेको छ। इन्सुलेसन त्यति काम चाहिँ इन्सुलेसन गर्नु पऱ्यो, त्यो पनि भइसकेको छ। अनि लो भोल्टेजको काम भनेको डेटाहरूको कामहरू अनि सेक्युरिटी सिस्टमहरू त्यो सबै हामीले चाहिँ वायरिङ गरेर त्यो पनि सिधाइसकेका छौँ। र अहिले ड्राइभरको काम भइरहेको छ। ड्राइभर भने यो तपाईँले देख्नुहुन्छ नि भित्ता, यो भित्र ड्राइभर हुन्छ, यो काम भइरहेका छ। र यो सकेपछि हामी पेन्टिङ अनि त्यसपछि सिलिङ र अनि फ्लोरिङको काम गर्छौँ। अनि फिनिसिङ गर्ने कामहरू भनेको चाहिँ अब बाथरुमको फिनिसिङहरू, लाइट्सहरू हाल्ने, फिक्सर्सहरूको कामहरू चाहिँ त्यो हामी चाँडै नै गर्दैछौँ। यसमा अलिकति काउन्टीले त्यति सहयोग गरेको छैन, कहिले काउन्टीसँग अलिक गाह्रै छ काम गर्न, ब्याक एन्ड फोर्थ हुन्छ, त्यसले पनि हामीलाई प्रोजेक्टमा डिले हुन्छ। अब मैले हाम्रो कन्स्ट्रक्सनको यहीँ सिद्ध्याएँ होइन, अब केही जिज्ञासा छ भने मैले सकेपछि फेरि सोध्नु होला। अब हाम्रो साथीहरू पनि हुनुहुन्छ, सबैजना आन्सर गर्न सक्नुहुन्छ। अब फाइनेन्सियल रिपोर्टमा सरस्वती अलिकति भन्छु र पछि चाहिँ केशवजीले फेरि यसमा हाइलाइट गर्नुहुन्छ। यो जनवरीदेखि मेभरिको मात्रै म चाहिँ गरेँ, लास्ट इयरको हामीले पहिलो प्रेजेन्ट गरिसकेका छ। यो 5 महिनामा के भएछ भन्दाखेरि 3,85,000 डलर हामीले उठाएछौँ, विच इज ग्रेट। लास्ट इयरको हाम्रो बजेटमा करिब 2 लाख करिब थियो केशवजी यही पिरियडमा, भने यसपालि 3 लाख समथिङ उठ्नु भनेको राम्रो हो। यही स्पिडमा गयो भने 1 वर्षमा 7 लाख डलर हाम्रो चाहिँ फन्ड रेज हुन्छ, त्यो भनेको एकदमै राम्रो नम्बर हो। र हामी कन्स्ट्रक्सन गर्न थाल्दाखेरि तपाईँलाई म फेरि जानकारी दिउँ, त्यो ल्यान्ड किन्दाखेरि हामीसँग पुग्नको 1.5 मिलियन डलर थियो। 1.5 मिलियन हुँदा पनि हामी 6 मिलियनको काम गर्छौँ भनेर 8ले हामीले काम गरे हो नि त, होइन? त्यस्तै कारणले गर्दाखेरि आज हामी चाहिँ गर्दैछौँ भन्दाखेरि पैसा पनि उठ्दै गएर हुँदो रहेछ। जब हामी जम्मैजना मिल्छौँ र एउटा चाहिँ 8 लिएर अगाडि बढ्छौँ सम्भव हुँदो रहेछ भनेर यसको देखिरहेछ। अनि मेसम्मको ब्यालेन्स सिट हेर्दाखेरि मैले खालि समराइज मात्रै गरेको छु। अहिले ब्याङ्कमा 1,64,000 डलर हामीसँग क्यास छ र हामीसँग एसेट्स 4 मिलियनभन्दा माथिको छ। यो एसेट चाहिँ बुक भ्यालु हो। बुक भ्यालु भनेको के हो भने 5 वर्ष अगाडि 1 लाख डलर परेको चिजलाई पनि ल्यान्डलाई पनि हामी 1 लाख भनेर मानिरहेका छौँ, तर करेन्ट मार्केट भ्यालु त्यो होइन नि। 1.7 मिलियनमा हामीले किनेको ल्यान्ड हामीलाई किन्न नै आएको थियो, 3 मिलियन 4 मिलियनसम्मका पनि हामीलाई चाहिँ अफरहरू आएका थिए, हामीले बेचेनौँ। अनि त्यसलाई हामीले अहिले जोड्ने हो भने यो एसेट्स हाम्रो 7 मिलियनको भइसक्यो। भनेपछि तपाईँ हामीले चाहिँ उठाएको पैसाले हाम्रो कम्युनिटीले 7 मिलियनको नेपाली 1 अरबको चान्सुनमा हाम्रो प्रोपर्टी अहिले हामीसँग छ। सायद यो नेपाली डायस्पोराको कुनै पनि अर्गनाइजेसन नेपालदेखि बाहिर भएको 1 अरब सम्पत्ति भएको अर्गनाइजेसन सायद हाम्रो पहिलो अर्गनाइजेसन हो। यसमा हामी सबैले गर्व गर्छौँ। यो हामी सबैको कारणले गर्दाखेरि, डोनेसनको कारणले गर्दाखेरि र हाम्रो बोर्ड अफ ट्रस्टी एक्जिक्युटिभले दिएको डिरेक्सन र हामीले गरेको इन्भेस्टमेन्ट, राइट इन्भेस्टमेन्ट, हामीले यो संस्थालाई हेर्दाखेरि चाहिँ एउटा नन प्रफिट रूपमा पनि हेरेका छौँ र अर्को बिजनेस मोडलमा पनि हेरेका छौँ। त्यस कारणले गर्दाखेरि चाहिँ यसले हामीलाई भोलि गएर चाहिँ बेनिफिट ल्याइदिन्छ भन्ने हामीले सोचेका छौँ। चन्दनजीलाई त्यस पछाडि नयाँ चाहिँ टिम आउँछ र नयाँ टिमहरूलाई पनि म के अनुरोध गर्न चाहन्छु भने हामीले धेरै मेहनत गरेर, माया गरेर र एकदम स्ट्राटेजिक डिसिजन गरेर लिएर आएको छ। कुनै पनि चिज बनाउन धेरै गाह्रो हुन्छ, बिगार्न एकदम सजिलो छ र यो निरन्तरता रहोस् भन्न पनि म यो एक्जिमबाटै नयाँ आउने साथीहरूलाई पनि जो आउनुहुन्छ उहाँलाई पनि अनुरोध पनि गर्न चाहेँ।
यो चाहिँ इम्पोर्टेन्ट छ, यसको इम्पोर्टेन्स बुझेर A1 देखि काम गर्नु होला भन्ने मैले रिक्वेस्ट गर्न चाहन्छु। अब हाम्रो अहिले लायबिलिटिजको कुरा गर्दाखेरि अलिक साउन्ड बढेको छ। लायबिलिटीको कुरा गर्दाखेरि चाहिँ हामीसँग प्रोमिसरी नोट जारी गरेर हामीले $2,11,500 हामीले चाहिँ रेज गरेका थियौँ र सम्पूर्ण साथीहरू जसले चाहिँ यसमा लिडरसिप रोल खेल्नुभयो र जसले चाहिँ फन्ड दिनको लागि पनि आफ्नो भएको पैसा संस्थालाई लोनको स्वरूप दिनुभयो त्यसको लागि पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। अहिलेसम्म $1,000 मात्रै हामीले लोन लिएका छौँ। $2.1 million हाम्रो चाहिँ लोन एप्रुभ भएको हो। त्यसमा 8,58,000 ड्र गरेका छौँ। हाम्रो इच्छा त भर्छ यसलाई जिरोले गरेर जाने हो कि भन्ने थियो। धेरै साथीहरूको त्यो थियो, धेरै साथीहरू लोन नै लिनु हुँदैन भनेर पनि भन्नुभएको थियो र उहाँहरूले पनि, तर अनफर्चुनेटली जो साथीहरू एकदम स्ट्रङली लोन लिनु हुँदैन भन्नुहुन्थ्यो उहाँहरूको अलिकति इन्भल्भमेन्टमा कम भएको देख्छु र उहाँहरूले पनि दिल खोलेर आफूले पनि फन्डरेज गर्नलाई हेल्प गर्दैदेखि यो सायद यो लोन यति पनि जाँदैन थियो होला र अझै पनि केही भएको छैन, अझै पनि यो फन्डरेज गर्नलाई मद्दत गरिदिनु होला र टोटल लायबिलिटी 1 million छ। 1 million लायबिलिटी, 4 million बुक भ्यालु एसेट्स, त्यो भनेको 7 million को भनेपछि 1 million हामीसँग ऋण छ, 7 million हामीसँग सम्पत्ति छ, भने 6 million नेट वर्थ हामीसँग अहिले चाहिँ यो संस्थाले बोकेको छ। अब अस्ति भर्खरै हजुरहरूले थाहा पाउनु होला हामीलाई गभर्मेन्टले पनि रिकगनाइज गरेको छ। स्टेट गभर्मेन्टबाट चाहिँ $250,000 को ग्रान्ट हामीलाई चाहिँ प्राप्त भएको छ र त्यसको लागि चाहिँ मद्दत गर्नुहुने सम्पूर्ण साथीहरूलाई म फेरि पनि धन्यवाद दिन चाहे र त्यो लोनको हामीले फाइनल एग्रिमेन्ट साइन गरिसक्यौँ। साइन गरिसकेपछि अहिले उनीहरूलाई हामीले चाहिँ इन्भोइस पठाउनु पर्ने थियो र इन्भोइस हामी भोलि पठाउँदैछौँ। सबै डकुमेन्ट आएको छ, 10 दिनभित्रमा त्यो $250,000 पनि हामीलाई प्राप्त हुनेछ। अब 2टा स्लाइड छ, त्यसको म स्टप गर्छु। अब प्रोजेक्टको चाहिँ के छ त, यो चाहिँ अहिलेको फाइनेन्सियल चाहिँ हाम्रो संस्थाको फाइनेन्सियल भयो। अब प्रोजेक्ट आफूको चाहिँ फाइनेन्सियल सिचुएसन के छ भने प्रोजेक्टको हाम्रो ओरिजिनल कस्ट यो हेर्नुहोस् एकदमै इम्पोर्टेन्ट छ। यो क्वेसन आइरहेको छ पब्लिकमा, तपाईँहरूले पनि जान्नुभयो भने बुझाउन सजिलो हुन्छ। हामीले सुरुमा ठेक्का दिएको $2.658 million हो। यो ठेक्कामा डिजाइनको पैसा आएको छैन, डेमोलिसनको पैसा आएको छैन। डिजाइन र डेमोलिसन 3.5 लाख हाम्रो खर्च गर्छ। त्यो बाहेक हामीले $2.658 million हामीले ठेक्का दियौँ। पछि चेन्ज गरेर आयो, फाउन्डेसन चेन्ज गर्नु पऱ्यो, अरू पनि 2-4 कुरा चेन्ज गर्नु पऱ्यो, त्यसको डिटेल हामीसँग छ। त्यसमा $2,76,000। अहिलेको नयाँ बजेट भनेको $2.934 million हो। त्यति पैसा हामीले खर्च गर्दाखेरि यो प्रोजेक्ट कम्प्लिट हुने हाम्रो चाहिँ अनुमान हो। त्यसमध्ये हामीले $1.759 million पैसा खर्च गरिसकेका छौँ। त्यसलाई हामी फाइनेन्सियल प्रोग्रेस भन्छौँ एकाउन्टिङको भाषामा। ब्यालेन्स टु फिनिस भनेको अब 1.175 पैसा तिर्दाखेरि चाहिँ यो प्रोजेक्ट सिद्धिन्छ। यसमा हाम्रो झन्डै $2 लाख चाहिँ कन्टिन्जेन्सी फन्ड छ, त्यो सहितको है, भनेपछि 9 लाख खर्च गरेर प्रोजेक्ट सकिन्छ, 9.5 लाख अनि 2 लाख चाहिँ कन्टिन्जेन्सी छ। त्यो कन्टिन्जेन्सी पनि हामीले केही कुराहरूमा पछि युज गर्नुपर्ने हुनसक्छ। हामीसँग फन्ड के छ त, $1.175 million खर्च गर्नु छ, तर हामीसँग अहिलेको दिनमा अभाइलेबल फन्ड 1.338 million हामीसँग पैसा छ, अथवा हामीसँग लोनको लागि चाहिँ लाइन अफ क्रेडिट छ। त्यसरी हेर्नुपर्ने हुन्छ। भनेपछि आजको दिनमा हामीलाई 163,000 चाहिँ बजेट सर्प्लस, which is a great thing। कुनै पनि प्रोजेक्ट गर्दाखेरि प्रोजेक्ट फेलर हुने कारणमा प्रोजेक्ट फन्ड डेफिसिट हो, तर हामीसँग चाहिँ अहिले आइपुग्दाखेरि चाहिँ सर्प्लसमा गएको छ। 1 लाख 30,000 हामीसँग प्रोजेक्ट सक्दा पनि पैसा रहन्छ भनेको त्यो प्रोजेक्ट कहीँ खर्च गर्नु रहेछ, तर हामीसँग अब इनफ बजेट छ, बजेट कारणले भएको होइन। तर के बुझ्नुपर्छ भने अस्ति डिसेम्बरसम्म पनि हामी डेफिसिटमा थियौँ, सुरुदेखि नै डेफिसिटमा थियौँ। हुँदाखेरि हामीले फन्ड रेज गरेर हुन्छ कि प्रोफेसनलबाट हुन्छ, हामी चाहिँ पहिला हामीलाई सर्वसम्म धकेल्यौँ। यो कारणले गर्दा पनि हाम्रो डिसेम्बरसम्म फुल फ्लेजमा एग्रेसिभली कन्स्ट्रक्सन गर्न नसकेको, किनभने हामी स्टार्टदेखि हामी बजेट डेफिसिटमा छौँ। भने पहिला त पैसा जम्मा गर्नु पऱ्यो, त्यो धेरै हामीले मिहिनेत गरेर धेरैजना साथीहरूले डोनरहरूले गरेर चाहिँ अहिलेको सिजनमा हामी समाजमा पुगेको छौँ। इट्स ग्रेट थिङ। 2,50,000 को ग्रान्ट्स पनि आउँछ 10 दिनमा। त्यो 2टा भयो भने हामीसँग $4 लाख जतिको हुन्छ। त्यो पैसालाई हामी के गर्छौँ, पार्किङ लट हामीले बनाउनु छ, फुल फेजमा बनाउँछौँ, एकदम ब्युटिफुल। अब 2 महिनाभित्र पार्किङ सक्छौँ। अगाडि गेट हाल्छौँ, फेन्स हाल्छौँ, त्यसको लागि हामीले बजेट छुट्याएका छौँ र रको
पैसा हामी चाहिँ लोन लिँदैनौँ, लोन घटाउँछौँ र आजकै दिनदेखि जति डोनेसन उठ्दै गर्छ, जति डोनेसन उठ्छ हाम्रो लोन घट्दै जान्छ। त्यो प्लान छ हाम्रो फ्युचर। यो पहिला अघि नै भनिसकेँ, प्रिन्स विलियम काउन्टीलाई हामीले चाहिँ $2,50,000 चाहिँ बिल पठाएका छौँ। यो चाहिँ गभर्मेन्टको प्रोसेस त्यस्तो हुँदछ, ग्रान्ट भइसकेपछि हामीले बिल पठाउनुपर्छ, त्यो बिलको आधारमा हामीले पेमेन्ट गर्छ। यो मैले देखाउन चाहेँ। अब हाम्रो मेम्बरसिप स्टाटस के छ? आजका दिनमा 1286 फ्यामिली हाम्रा मेम्बर भएका छन् भनेको 2500-2600 मेम्बर कपल्सले जोड्दाखेरि 2025 को जनवरीदेखि अहिलेसम्म 46जना मेम्बर चाहिँ हुनुभएको छ। प्रेमजीमा हुनुहुन्छ, प्रेमजीलाई म विशेष धन्यवाद दिन चाहन्छु, विशेष जहिले पनि चाहन्छु जस्तो पनि घरमा गएर मेम्बर बनाउनुहुन्छ। मैले अघि पनि भनेको थिएँ, प्रेमजी जतिको गरेर अरू 15जना 20जना मान्छेले काम गरिदिएको थियो भने आज हामीले ₹1 पनि लोन लिनु पर्दैन थियो। त्यसो गर्दाखेरि अरू साथीहरू पनि उहाँबाट त्यो कुरा सिकौँ, जानौँ, बुझौँ र काम पनि गरौँ। अब मेम्बरसिप कन्ट्रिब्युसन अहिलेसम्म $3.2 मिलियन प्रेज एमाउन्ट 2.966 चाहिँ हाम्रो पेड भइसकेको छ। 91% सायद हाम्रो डायस्पोराले पनि अर्गनाइजेसन छैन होला, प्रेज गरेको एमाउन्ट 91% कलेक्सन गर्यो। हामीले त्यो कलेक्सन गरेको छ र यो ऱ्यान्डमली भएको होइन, चान्सले भएको होइन। यो स्ट्राटेजिक हो, प्लानिङ गरेर, काम गरेर, मेहनत गरेर यो हामीले उठाएको, हामीले सबैलाई सम्झाएर गरेर दिएको छौँ। 3,40,000 ब्यालेन्स छ। अब यो आउने हप्ता कसैको बाँकी छ भने प्लिज दिनु होला। म सोसियल मिडियाबाट पनि रिक्वेस्ट गर्न चाहेँ, तपाईँहरूलाई इमेल आउँछ 1-2 दिनभित्रमा, कति इमेल आउँदो रहेछ झल्को नमानिदिनु होला। हामीलाई यो चाहिएको छ। त्यो 9%लाई पनि घटाएर हामीले चाहिँ वर्षक 1% लेस पावर पाए हुन्थ्यो भन्ने हाम्रो इच्छा छ। अब अर्को वर्षको प्लान के छ? यो प्लान चाहिँ हामीलाई मात्र नभएर नेक्स्ट कमिटीलाई पनि म रिक्वेस्ट गर्न चाहेँ। को चुनावमा हुन इच्छुक हुनुहुन्छ, कसैलाई लिडरसिप दिनलाई चाहिँ इच्छा छ, उहाँहरूले पनि यो कुरा मन गरिदिनु होला। किनभने फेरि मैले अघि भने लिडरसिप चाहिँ रहेछ र यो संस्थामा आउनु भनेको इट्स अ बिग रेस्पोन्सिबिलिटी। 2500 हाम्रो चाहिँ 1200-1300 फ्यामिलीको तपाईँहरूले चाहिँ उत्तरदायित्व बोकेर हिँड्नुपर्ने हुन्छ। सबैजनाको आशाको केन्द्र तपाईँ हुनुहुन्छ र अझ गर्नुपर्ने बिल्डिङ बनिसकेपछि विभिन्न प्रोग्रामहरू हामीले लिएर जानुपर्ने हुन्छ र तपाईँको लिडरसिपले डेफिनेटली यसको इम्प्याक्ट लामो दीर्घ रूपमा इम्प्याक्ट पर्छ। हाम्रो अरू नन प्रफिट अर्गनाइजेसन नेपालमा हो, राम्रै अर्गनाइजेसन सुरु भएका पनि विभिन्न कारणले गर्दाखेरि बिग्रेका छन्। एउटा बिग्रेको मेन कारण पोलिटिकल इन्टरभेन्सन। मैले डाइरेक्टली नै भन्नुपर्ने हुन्छ, अननेसेसरी नेपालको पोलिटिक्स यहाँ घुसाएर समस्या ल्याएका छन्। द्याट्स द फ्याक्ट। त्यो हामी चाहँदैनौँ। हामीले हामी पोलिटिकल बायसेस ल्याउँदैनौँ र कोही पनि क्यान्डिडेटले कुनै पोलिटिकल पार्टीले इन्डोर्स गर्यो भने त्यसलाई हामी डिस्क्वालिफाई गर्छौँ। हामीले भनेको इलेक्सन हुँदैछ, तपाईँ सबैले ध्यान राख्नु होला। तपाईँले याद गर्नु होला कसले कति भोलिन्टियर काम गरिरहेछन्, के छ। भोलि इलेक्सन हुने बेलामा कामै नगरेका मान्छे पनि पोलिटिकल इन्भेस्टमेन्टका आधारमा आउने कोसिस गर्छन्। तपाईँहरूको हातमा छ त्यतिखेर। तपाईँहरूले उहाँलाई डिफिट गर्नु पऱ्यो, राइट मान्छेलाई लिडरसिप दिनु पऱ्यो। यो अर्गनाइजेसन अरू अर्गनाइजेसन होइन। यहाँ तपाईँहरूको इन्भेस्टमेन्ट गरेको छ, हाम्रो 6 मिलियन 7 मिलियन एसेट्स छन्, लाइबिलिटी छ, यो म्यानेज गर्नुपर्छ। यो सबै गर्न सक्ने मान्छेलाई पनि तपाईँले जिम्मेवारी दिनु होला। अब काम के छ हाम्रो? अब हामी चाहिँ मन्दिरलाई र कमेन्ट सेन्टर फुल अपरेसनमा लिएर जान्छौँ। त्यो हामी नै गर्छौँ, किन हामीले बाचा गरेको हो। त्योसम्म हामी रहन्छौँ। त्यो सकेको 30 दिनभित्रमा हामीले बाहिर इलेक्सन कमिसन बनाइसकेको छौँ। किन हामी ह्यान्ड आएका छौँ, तुरुन्तै हामी इलेक्सनमा गएर हामी एक्जिट हुन्छौँ। त्यस पछाडि सत्ता हामी लगाउँछौँ र गोल 600 मेम्बर बनाउने, $1 मिलियन रेज गर्ने। त्यो हामी चाहिँ 1 वर्षको गोल हो। हामी तयार छौँ। अनि अब एकदमै इम्पोर्टेन्ट र क्रिटिकल कुरा नेक्स्ट पोइन्ट हो, हामीले कम्युनिटी बेस्ड प्रोग्रामहरू गर्नु छ। अहिलेसम्म पनि हामीले गरिरहेका छौँ, तर अहिले हाफाजड छ, वेल अर्गनाइज छैन। किनभने हाम्रो धेरै फोकस चाहिँ यो बिल्डिङ बनाउनेमा गयो। अब हामीले यसमा फोकस गर्नुपर्ने छ। हामीहरूको रियल मिनिङफुल इम्प्याक्ट हुने
त्यसैले अर्थपूर्ण हामीले काम गर्नु पर्यो र वी निड टु सेट द एक्जाम्पल हाम्रो कम्युनिटीको लागि हाम्रो डायस्पोराको लागि र नेपाल गभर्मेन्टको लागि पनि यसरी काम हुँदो रहेछ है भन्ने खालका पनि हामीहरू सानै स्कुलमा पनि एउटा लिएर जानुपर्छ जस्तो मलाई लाग्छ र विभिन्न प्रोग्रामहरू चाहिँ प्रोग्रामबाट डिटेल भरिन हामीसँग खाका छ साँच्चै नै भोलि गएर चाहिँ हामी जन्मेदेखि मर्नुन्जेलसम्म पनि एनएससीको चाहिँ कुनै न कुनै फर्ममा काहीँ न कहाँ हामीहरू प्रत्येक दिन चाहिँ हामीहरू चाहिँ यसमा आबद्ध हुने गरी इम्प्याक्ट हुने खालका प्रोग्रामहरू हामीले गर्नुपर्नेछ अनि नेक्स्ट फेज हाम्रो काउन्टी गभर्मेन्ट स्टेट गभर्मेन्ट र फेडरल मेकानिजमसँग हामीले चाहिँ सहकार्य गर्नु छ अरू पनि धेरै जो फन्डिङहरू हामी ल्याउनु छ त्यसमा हामी बढी जोड दिन्छौँ फन्डिङको कुरा गर्दाखेरि चाहिँ कन्स्ट्रक्सनभन्दा पनि अपरेसनमा चाहिँ गभर्मेन्टको ग्रान्ट्स एकदमै ठुलो छ त्यो हामीले थाहा पाइसकेका छौँ र त्यो कुरालाई पनि इन्हान्स गर्न पनि नेक्स्ट टिम रेडी हुनुपर्छ अनि हामी एक्जिक्युटिभ कमिटी र बिओटीको इलेक्सन गराउनु छ गराएर चाहिँ यो अहिलेको लेभललाई हामीले ट्रान्सफर गरेर नयाँ टिमलाई हामीले दिनुपर्नेछ र यति भन्दै चाहिँ मेरो यो प्रेजेन्टेसन रिपोर्ट यही राख्न चाहे धेरै धेरै धन्यवाद सबैलाई पदाधिकारीहरूको नाम भनिदिनुहोस् भनेर परिचय पनि हुन्छ केही नयाँ सदस्यहरू पनि हुनुहुन्छ यहाँ आज कार्यक्रममा त्यसले गर्दाखेरि हामी सबैको इन्ट्रोडक्सन गर्नेछौँ यहाँ मेरो नाम लेखनाथ अधिकारी म चाहिँ एक्जिक्युटिभ कमिटीको जेनरल सेक्रेटरी यहाँ हुनुहुन्छ नमस्कार सबैजनालाई मेरो नाम तोया पौडेल म एक्जिक्युटिभ कमिटीको सदस्य हुँ धन्यवाद नमस्कार म हरिकृष्ण प्रसादी म एक्जिक्युटिभ कमिटीको सदस्य नमस्कार म प्रेम पौडेल म एक्जिक्युटिभ बोर्डको सदस्य नमस्कार गुणराज मैत्र एक्जिक्युटिभ कमिटी सदस्य नमस्ते मेरो नाम बिना खड्का लामा म एक्जिक्युटिभ कमिटीको उपाध्यक्ष यो अनप्लान मैले 30 सेकेन्ड्स माइक लिएर त्यसको लागि माफी चाहन्छु डाक्टर प्रति उर्फ मैले दाइ पनि भन्छु अध्यक्षज्यूले अघि भन्नुभएको कुरालाई मैले कन्टिन्यू गर्दै हाम्रो संस्था अथवा कुनै पनि संस्था भनेको समुदायको लागि हो सुख र दुःखमा साथ दिनको लागि हो अहिले भर्खरै गएको मनासको घटना फेरि कन्टिन्यू भएको घटनामा चाहिँ हामी एकदम दुःख प्राप्त गर्दछौँ र मुख्यमन्त्री भनेर भएन एकचोटि हामी सबैजना उठेर मौन धारण गरौँ उहाँहरूको आत्माको शान्तिको लागि मैले यहाँ अनुरोध गरेँ 1 मिनट प्लिज थ्याङ्क यू something very meaningful. Thank you. Our committee was special, sir. I'm so thankful and grateful to work with such great personalities. I mean, विभिन्न subject matter expertise हेरेको छौँ र चाहिँ त्यो कारणले गर्दा हाम्रो काम गर्नको लागि धेरै सहज we work like a professional, we work like any other private business. हामी काम गर्दाखेरि र भलेन्टियर भनेर भलेन्टियर हो जतिखेर गए पनि हुन्छ त्यो छैन हाम्रो भलेन्टियर हो भलेन्टियरको कमिटमेन्ट गरिसकेपछि के हुन्छ भने इट इज आवर ड्युटी र रेस्पोन्सिबिलिटी इट इज आवर जब एन्ड वी टेक इट भेरी सिरियसली हामी यहाँ नेता हुन आएको होइन हामी काम गर्न आएको हौँ र हामी काम गर्दाखेरि चाहिँ अरू कुरालाई पनि छोडेर भए पनि यसको कुरालाई चाहिँ हामी गर्छौँ र त्यो तरिकाले हामीले गरिरहेका छौँ र सम्पूर्ण साथीहरूलाई म धन्यवाद दिन चाहेँ र हाम्रो स्पेसिफिक पोर्टफोलियो यहाँभित्र पनि हाम्रो वर्क डिभिजन छ कसले के गर्ने त्यो हिसाबले चाहिँ हामी डिटेलमा जान छैनौँ र त्यो कारणले गर्दाखेरि यो सहज भएको छ र यो आज जे हामी पोजिसनमा छौँ यो पोजिसन चाहिँ ट्रेड भएको हो धेरै धेरै धन्यवाद म अलिकति कुरा थप्न चाहेँ हाम्रो यो कमिटी एक्जिक्युटिभ कमिटीले काम गर्नको लागि विभिन्न सब कमिटीहरू हामीले बनाएका छौँ सब कमिटीका मेम्बरहरूको पनि उत्तिकै योगदान छ सब कमिटीमा चाहिँ प्रत्येक सब कमिटीमा कोअर्डिनेटरहरू हुन्छ र मेम्बरहरू हुन्छ मेम्बरहरूले चाहिँ कोअर्डिनेटरलाई हेल्प गर्नुहुन्छ र सब कमिटीले चाहिँ एक्जिक्युटिभ कमिटीलाई हेल्प गर्छ यति भन्दै गर्दा अनि म चन्द्रजीको भनाइलाई म यहाँ अलिकति अगाडि ल्याउन चाहेँ चन्द्रजीले मैले आजदेखि छोडेँ अब म चाहिँ हस्तान्तरण गर्छु भन्नुहुन्थ्यो तर उहाँले चाहिँ अफिसियली छोड्न पाउनुहुन्न जबसम्म हामी हुन्छौँ तबसम्म चन्द्रजी पनि हुनुहुन्छ र कमिटी गठन गर्ने पनि प्रोसेस हाम्रो बाहिर छ त्यही अनुसार नै नयाँ कमिटी गठन हुन्छ त्यसले गर्दाखेरि थ्याङ्क यू चन्द्रजी फर ग्रेट भोलिन्टियरिजम र यु विल बी रेस्पोन्सिबल विथ द कमिटी सो सञ्जीवजी लगायत अरू साथीहरूले पनि स्पोर्ट्स कमिटीमा सहयोग गर्नुहुनेछ र सम्पूर्ण कमिटी
कमिटीका कोअर्डिनेटरलाई पनि मैले पहिले हेडमोस्टरको रूपमा धन्यवाद दिन चाहन्छु र बिस्तारै हामी यहाँ प्रोग्राममा चाहिँ उहाँहरूको नाम पनि लिनेछौँ। थ्याङ्क यू सो मच। अघि नै भनिसक्नुभयो, अब केशवजीसँग त्यति नयाँ कुरा चाहिँ केही पनि छैन होला, तर पनि केशवजीले अलिकति फाइनेन्सियल इन्फर्मेसनको बारेमा चाहिँ यहाँ भन्नुहुन्छ। नमस्कार, आजको यस एजिएम कार्यक्रमका सभापतिज्यू, सभापति महामहिम राजुज्यू र विभिन्न नेपाली अभिभावक समुदाय केन्द्रका सदस्य महानुभावहरू र सबैमा हार्दिक नमस्कार। र धेरै कुरा मनोरञ्जन भनिसक्नु हो। मदनजीले भन्ने गर्दा सजिलै फोटो चाहिँ गाह्रो छ मदनजी होइन। यस्तो समयसम्म मिहिनेत मदनजीले लिडरसिप गर्नुभएको मदनजीको लिडरसिपमा हामी सबै एक्जिक्युटिभ कमिटीका साथीहरूले उहाँलाई सहयोग गरेको हुन्छ। हामी कुनै गाडीका चक्का पाल्गाउँ हुने मदनजी बिजी मेन पाइलट भएर गर्नुभएको हो। यदि उहाँ नभएको भनेदेखि उहाँमा एकाउन्टिङको ब्याकग्राउन्ड छ, फाइनेन्सियल ब्याकग्राउन्ड छ, कन्स्ट्रक्सनको ब्याकग्राउन्ड छ, उहाँ आफूमा डक्टर मान्छे हो, तर पनि यो समुदायले उहाँ जस्तो मान्छे पाउनु भनेको यो समुदायको लागि पनि भाग्य हो र हाम्रो लागि पनि यो एउटा समाजको कन्स्ट्रक्सनको लागि लान सक्ने हामीले एउटा राम्रो मान्छे पाएको हो। भन्दै गर्दा मदनजीले एक नाम भन्नु, त्यसमा हाम्रो कसको नाम भन्दाखेरि जसको नाम भनेर भनेको पनि अलिक अप्ठ्यारो हुन्छ जस्तो लाग्छ। प्रशान्तजीको थुप्रै इच्छा भयो, अत्यन्त जिम्मेवारीको काम गर्नुभएको छ। त्यस्तै थापु ढकालजी, उहाँको नाम जोडिनु पाएँ, कन्स्ट्रक्सन क्षेत्रमा धेरै काम गर्नुभएको छ। र फेरि अब यो हाम्रो फाइनेन्सियल रिपोर्ट हो, यो 6औं वर्षको फाइनेन्सियल रिपोर्ट हो। सुरुका दिनदेखि म यसमा सधैँ नजिक भएर म आफैले नै साथीहरूको फाइनेन्स एक्टिभिटीको अनुसार हामीले फाइनेन्स रिपोर्ट गरिराखेका छौँ। र अहिलेको स्टाटसमा हामी यसमा 25 एन्ड अफ मे र 24 एन्ड अफ मे र 3 वर्षको एकाउन्टेन्सी छ। र यसमा हामीले टोटल यो वर्ष रेभेन्यू 380 आउने ल्याएको भने अघिल्लो वर्ष 220 छ। र यसमा विशेष गरी यो वर्ष हामीले ड्रिङ्क्स स्पोन्सर भनेर करिब 142,000 चाहिँ ड्रिङ्क्स स्पोन्सरहरू अस्ति हामीले मूर्तिको ढुङ्गा इत्यादि पनि यसमा उद्घाटन गऱ्यौँ। त्यो सहित गरेर 380,000 हामीले कलेक्सन गरेका छौँ। र अरू खर्च भनेको हाम्रो सामान्य भएको रेगुलर खर्च हो। र मेन खर्च चाहिँ हामी मन्थली भनिसक्नु भयो। मेन हाम्रो वर्क इन प्रोग्रेसको खर्च भइरहेको छ। त्यसै गरी नेक्स्ट स्लाइडमा हाम्रो ब्यालेन्स सिट छ। अब ब्यालेन्स सिटमा चाहिँ हाम्रो जुन छ अहिलेको वर्षको कम्पेयर टु अघिल्लो वर्ष र यो वर्षको दुईवटा ब्यालेन्स सिट छ। र यसमा हाम्रो मेन भनेको ब्याङ्कमा हामीसँग अहिले यो ब्याङ्कमा हामीसँग 164,000 बाँकी छ। त्यो चाहिँ मेन ब्याङ्क भएको कन्स्ट्रक्सनको एमाउन्ट चाहिँ हो भने अरू हामीसँग अहिले कन्स्ट्रक्सन इन प्रोग्रेस, त्यस्तै हामीले तल प्रोफेसनल लोन र अर्को बेनिफिट ब्याङ्कको कन्स्ट्रक्सन लोन हामीसँग 828,000 कन्स्ट्रक्सन लोन छ। हामीले तिर्नुपर्ने जस्तो हामीले इन्ट्रेस्ट चाहिँ 4.6.42% कहिले हामीले यसो सबै कुरा हाम्रो वेबसाइटमा छ, यहाँले हेर्न सक्नुहुन्छ। र यस सम्बन्धी कुनै पनि कुराहरू वास्तवमा भन्यो भने समुदायका सबै साथीहरूबाट भन्न त भन्ने हुने र बाहेक पनि धेरै साथीहरू समुदायका व्यक्तिहरूबाट आएको पैसाले यो कन्स्ट्रक्सनको काम भइरहेको छ। अहिले हामीले 300 मिलियनको पैसा उठाएका छौँ। र अब छिट्टै नै बद्लिन्छ। अब भोलिका दिनमा के गर्ने भन्ने कुरामा मदनले भनिसक्नु, तपाईँ गरेर कुनै आवश्यक देखिँदैन। मदनजीले जुन एउटा लिडरसिप लिएर गर्नुभएको छ त्यो नै कन्टिन्युटी भोलिका दिनमा पनि हुँदै जाने अवस्था हुन्छ। र त्यो भयो भने मात्रै बल्ल भोलि कसरी गर्ने के भनिसकेको भने म आफ्नो कुराहरू हेरिरहेको छु। अहिलेसम्म जो जति सहयोग गर्नुभयो साथीहरूले, समुदायले सहयोग गर्नुभयो, त्यसको लागि हामीले एक्जिक्युटिभ कमिटीको तर्फबाट र बोर्ड अफ ट्रस्टीको जुन सिनियर साथीहरू हुन्छ उहाँहरूले यसमा जुन सहयोग गर्नुभएको छ त्यसलाई पनि हामी कन्टिन्यू गर्दै आगामी दिनमा पनि यहाँको त्यतिकै सहयोग र सहयोग रहनेछ भन्ने आशा राख्दै मेरो धन्यवाद केशवजी। हामीसँग अब Q&A क्वेसन एन्ड आन्सरको सेसन पनि हुनेछ। तर त्योभन्दा अगाडि एउटा सानो पर्फर्मेन्स, दुईवटा नानीहरू रेडी भएर बसिरहेको छ अघि नैदेखि, एउटा छोटो पर्फर्मेन्स, त्यसपछि मैले महामहिम राजदूतज्यूलाई बोलाउने छु उहाँको मन्तव्यको लागि। र त्यसपछि चाहिँ हामीले विभिन्न सङ्घ संस्थाका तर्फबाट आएका सन्देशहरू चाहिँ ब्रिफली यहाँ सुनाउनेछौँ।
अनि त्यसपछि हाम्रो क्वेसन एन्सर हुनेछ। कृपया बसिदिनु होला र हाम्रो खाजा पनि आइपुग्न लागेको छ, खाजा पनि सबैले खानुपर्ने छ। Thank you. नेपाली एम्बेसी युएसए वाशिङटन डीसीबाट आउनुभएको छ महामहिम राजदूत लोक दर्शन रेग्मीज्यू, उहाँलाई म स्टेजमा बोलाउन चाहन्छु उहाँको मन्तव्यको लागि। नेपाली अमेरिकन सामुदायिक केन्द्रका अध्यक्षज्यूहरू र सम्पूर्ण पदाधिकारीज्यूहरू र आजको यस कार्यक्रममा साधारण सभा आजको यो साधारण सभामा उपस्थित सम्पूर्ण महानुभावहरू, म सर्वप्रथम यहाँहरू सबैलाई नेपाली राजदूतावास वाशिङटन डिसी स्थित नेपाली राजदूतावासको तर्फबाट हार्दिक अभिनन्दन गर्न चाहन्छु र आजको यो यहाँहरूको असाध्यै महत्त्वपूर्ण कार्यक्रममा दूतावासलाई आमन्त्रित गर्नुभएकोमा मलाई यहाँहरूसँग यसरी प्रत्यक्ष भेटघाट गर्ने मौका सायदै म राजदूतको रूपमा जिम्मेवारी सम्हालेपछि पहिलो कार्यक्रममा यहाँ सहभागी भएको छु र सायद मैले नाउँ त्यति राम्रोसँग नजान्न सक्छु किन नयाँ भएको हुनाले। अहिले डाक्टर साहबले प्रस्तुत गर्दाखेरि सायद एक्जिक्युटिभ कमिटीको चेयरम्यान प्रेसिडेन्टले चाहिँ कुरा राख्दाखेरि उहाँ बोलिरहेको कुरा र नेपाली राजदूतावासको बुझाइको कुरा एउटै जस्तो लाग्छ। त्यसैले यसलाई कोरोबोरेट गर्छ कि संस्था कसरी अगाडि आफूले इन्भल्भ गरिराखेको छ भन्ने कुरा। पहिलोचोटि यसरी हामीसँग भेट्न पाउँदा म 3 महिनामा फेरि काठमाडौँ फर्के जस्तो लागेको छ। त्यो मौका दिनुभएकोमा सबैलाई फेरि मेरो व्यक्तिगत रूपमा आभार पनि व्यक्त गर्न चाहन्छु, धन्यवाद पनि भन्न चाहन्छु। हामी नेपालीहरू अवसर पायौँ भने संसारको जुनसुकै ठाउँमा रहेर पनि राज्यको सीमालाई मतलब नगरिकन दिग्विजय गर्न सक्छौँ भन्ने कुराको एउटा दृष्टान्त यो सामुदायिक केन्द्रले यहाँबाट गरिराखेको अहिलेको प्रस्तुतिबाट र राजदूतावासको आफ्नो अध्ययनको निष्कर्षबाट त्यो मलाई प्राप्त भएको छ। यसरी काम गर्नुभएकोमा
नेपाल सरकारको तर्फबाट, राजदूत आवास परिवारको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट यो कार्यमा योगदान गर्नुहुने धेरै थोरै अलि धेरै ठिक्क जति जसको छ सबैलाई म कृतज्ञता ज्ञापन गर्न चाहन्छु र उहाँहरूको यो प्रेरणाबाट अब दोस्रो वर्षको कार्यक्रम, आगामी दिनका कार्यक्रमहरू भनेर जुन प्रस्ताव पनि भइसकेको अघिल्लो प्रस्तुतिमा एउटा रूपरेखा त्यहाँ लेखिएको छ, त्यसमा को साथै अझ अरू बढाएर लिएर जान पनि हामीलाई सफलता दिनुहोस्, त्यो शुभेच्छा पनि म दिन चाहन्छु। र एउटा चुनौतीको विषय पनि भयो र हामीले यहाँ बाटोमा हेर्दा कहिले कहीँ देखिने रहेछ त्यो उसमा लेखिराखेको च्यालेन्ज एक्सेप्टेड भनेर। त्यो गाडीमा मैले देखेँ मेट्रो बसमा यो एम्बेसडर भएपछि फेरि हरेकको घरमा के भइरहेछ, बाटोमा के भइरहेछ, स्टेट डिपार्टमेन्टमा के भइरहेछ, व्हाइट हाउसमा के भइरहेछ, सबै कुराहरूको एउटा त्यो विहङ्गम दृष्टि चाहिँ राखिराख्नु पर्ने हुने रहेछ। हामीले यहाँको भाषा हामीले बुझ्न सजिलो के भन्दाखेरि त्यो बर्ड्स आई भ्यू त्यो राखिराख्नु पर्ने हुने रहेछ। त्यसरी हेर्दाखेरि मैले एक सल्लाह देखेँ एउटा गाडीमा लेखेको च्यालेन्ज एक्सेप्टेड। आजको यो जुन कार्यक्रम छ त्यो कार्यक्रमले अबको अर्को पुस्तालाई पनि त्यो च्यालेन्ज एक्सेप्टेड भन्ने भनाइले लाई ग्रहण गरेर अगाडि बढ्नको लागि पनि सायद तयार हुनुहुन्छ, अझ राम्रो गर्नको लागि। किनभने प्याजको केसराहरू एउटा पल्टाएपछि अर्को केसर फेरि आउँछ, अझ राम्रोसँग त्यसरी सम्हालेर लिएर जानुहुन्छ भन्ने मेरो विश्वास पनि छ। किनभने अघिल्लो पुस्ताले पछिल्लो पुस्ताको निर्माण गरिराखेको हुन्छ र मलाई असाध्यै खुसी केमा पनि छ भने अहिलेको देखेर मात्रै म खुसी भएको छैन। यो सामुदायिक केन्द्रको कुरा गर्दैछु, मैले यहाँ बस्ने यहाँ सम्पूर्ण महानुभावहरूको अनुहारलाई हेरेर कुरा गर्दैछु कि यो पुस्ताले त यति राम्रोसँग अगाडि आफूलाई यो अभियानमा लगाइराखेको छ भने उहाँको पछिको पुस्ता जेनेरेसन त योभन्दा अझ अब्बल छ, अझ स्वीकृति स्थापना गर्नको लागि तयार भएर बसेको छ भन्ने मलाई विश्वास छ। किनभने यहाँकै अर्को सिर्जना हो नि त, अर्को पुस्ता भनेको यसैबाट सिकेर अगाडि बढिरहेको पुस्ता हो। त्यसरी यो संस्था अगाडि बढ्छ भन्ने मैले विश्वास फेरि दोहोऱ्याएँ यहाँ। र अर्को के पनि कुरा राख्न यहाँको समक्ष मैले चाहन्छु भने राजदूतावास यहाँको सबैको साथमा रहेर खास गरी मेरो जिम्मेवारी म नेपाल सरकारको तर्फबाट 3 करोड नेपालीको प्रतिनिधित्व गरेर संयुक्त राज्य अमेरिकी सरकारसँग काम गर्नको लागि आएको प्रतिनिधि यहाँको प्रतिनिधि हो। यहाँ सबैको साथमा रहेर यो प्रतिनिधिको जिम्मेवारी सफल त्यो बेला प्रमाणित हुन्छ जुन बेला अमेरिकी सरकार र नेपाल सरकारको बीचको सम्बन्ध अहिलेसम्म रहेको हाम्रो ऐतिहासिक सम्बन्ध, असाध्यै बलियो सम्बन्ध, असाध्यै उत्पादनशील सम्बन्ध छ हाम्रो। त्यो सम्बन्ध अझ मजबुत भएर थप उचाइमा पुर्याउन सकियो भने, अरू एक्स्ट्रा माइल यसमा हामीले लिन सकियो भने हामी सबैको खास गरी राजदूतावासको प्रत्यक्ष जिम्मेवारी पनि सफल भएको देखिन्छ। त्यो काममा चाहिँ म लागिरहेको हुनेछु, लागिराखेको पनि छु, लागिरहने पनि छु र त्यो सम्बन्धलाई बलियो पार्नको लागि पनि यहाँको यो सामुदायिक केन्द्रको काम कर्तव्य र यसले गरिराखेको जुन क्रियाकलापहरू छ त्यसले ठुलो योगदान पुर्याइराखेको हुन्छ कि नेपालीहरूको आत्मा र मन कस्तो छ र व्यवहार कस्तो छ भन्ने कुराको प्रतिबिम्ब यो समिति, यो सामुदायिक केन्द्रले दिइराखेको हुन्छ। यहाँहरू सबैले दिइराख्नु भएको हुन्छ र सरकारले नियुक्त गरेको औपचारिक राजदूत एउटा औपचारिकताको लागि एकजना भए पनि यहाँ सबै नेपाल सरकारको राजदूत हो। यो हलमाइले जति हुनुहुन्छ लगायत संयुक्त राज्य अमेरिकाभित्र जति पनि नेपालीहरू हुनुहुन्छ उहाँहरू सबै नै नेपालको राजदूत हो। तपाईँले चलाउनु भएको एउटा रेस्टुरेन्टमा
एउटा रेस्टुरेन्टमा खाना खान आउने मान्छेसँग तपाईँहरू कसरी नेगोसिएट गर्नुहुन्छ र तपाईँले त्यहाँ गैँडाको चित्र देखाएर चितवनमा भ्रमण गर्न जानु होला भनेर जसरी मेसेज ट्रान्सफर गर्नुहुन्छ नि, त्योभन्दा ठुलो राजदूत के पनि हुँदैन। हाम्रो माउन्ट एभरेस्टको बारेमा तपाईँले जानकारी दिनुहुन्छ नि। अब म सम्भवतः यहाँको शिखर राष्ट्रपतिज्यूसँगको भेटघाटको सिलसिलामा हाम्रो सबैभन्दा ठुलो चाहिँ प्रकृतिले दिएको माउन्ट एभरेस्ट छ र हामी मानवले सिर्जना गरेको गौतम बुद्धको विश्व शान्तिको सन्देश छ र हाम्रो सभ्यता हिमालय र गण्डकी कोशी गण्डकी र कर्णालीको जुन सभ्यता छ नि, यो विषयहरूलाई उठाएर हामीले कुरा गरिराखेका हुन्छौँ। मैले कुरा गरिराखेका हुन्छु। हामीले 1960 जोन एफ केनेडी यहाँको राष्ट्रपति हुनुभएको बेलामा यो मुनको बारेमा चाहिँ उहाँले त्यति बेला चन्द्रमामा जाने एउटा मिसन थियो, मुन मिसन। त्यति बेला उहाँले हाम्रो एभरेस्टको नाम लिनुभएको छ। मान्छेहरू किन एभरेस्ट चढ्छन्? सजिलो भएर होइन, किनकि यो गाह्रो छ। त्यही भएर गाह्रो काम गर्नको लागि जाने हो। त्यही भएर म चन्द्रमामा मिसन किन गर्दैछु? त्यो गाह्रो छ, त्यही भएर गर्न लागेको भनेर। अनि हामी राष्ट्रपति रेगनको पालीमा 1984 हाम्रो नेपाल सरकार नेपालको तर्फबाट सबैभन्दा शिखर तहको भ्रमण भएको थियो यहाँ। त्यसपछि अर्को भ्रमण हुन सकेका छैन। औपचारिक द्विपक्षीय भ्रमण संयुक्त राष्ट्रसङ्घको महासभामा आउने एउटा हुन्छ, तर द्विपक्षीय भ्रमण फरक कुरा हुन्छ। अब अहिले हामी द्विपक्षीय उच्च स्तरको भ्रमणको लागि पनि अत्यन्तै केन्द्रित भएर लागि पनि रहेछौँ। त्यो रोनाल्ड रेगन यहाँको राष्ट्रपतिज्यूले पनि हाम्रो त्यति बेला तत्कालीन राष्ट्र प्रमुखसँग कुरा गर्दाखेरि मेरो टाढाको साथी सगरमाथाको देशबाट आएको छ भन्ने स्टेटमेन्ट दिनुभएको छ। त्यति बेलाको त्यो स्टेटमेन्ट र मैले अघि भनेको त्यो गैँडाको स्टेटमेन्ट रेस्टुराँमा बसेर गर्नु एउटै हो कुरा चाहिँ। त्यही भएर नेपालको कस्तो छ भनेर परिचय दिनको लागि हामी सबैले राजदूत सरहको भूमिका खेलिराखेका हुन्छौँ। म पनि यहाँहरू सबैसँग त्यही भूमिकामा रहेर काम गर्नको लागि सरकारको देखिने प्रतिनिधि भएर, औपचारिक प्रतिनिधि भएर मात्रै यहाँ काम गरिरहेको छु। एकदमै खुसी लाग्यो यहाँहरूको सबै कुराहरू देख्दाखेरि र जुन सोझै कुरा गर्दाखेरि यहाँहरू सबैसँग म साथमा काम गर्न मुद्दामा सबै तयार हुन्छ, गरिरहेको पनि हुन्छ। त्यसलाई पनि एक्नोलेज पनि गरिसक्नु भएको छ उहाँ हाम्रो प्रस्तुतकर्ता राज साहबले। र जुन चाहिँ स्टेट काउन्टी र अझै कतिपय विषयमा फेडरल गभर्मेन्टसँग कुरा गर्दाखेरि पनि मलाई सजिलो हुन्छ। तपाईँहरूको त्यो भोइसलाई, आवाजलाई मैले त्यहाँ लिएर जानु मलाई सजिलो हुन्छ। र कतिपय कुराहरूमा सम्भवतः यो स्टेटको गभर्नरसँग कुरा हुँदा यो मजाले कुरा उठाउने मैले दिमागमा नोट गरिसकेँ। अहिले यहाँ एकछिन बसेर हेर्दाखेरि भनेर यहाँको आवाजलाई मैले त्यहाँ पुर्याउन मलाई सजिलो हुन्छ त्यो चाहिँ। र जाँदाखेरि यहाँको साथमा यहाँको प्रतिनिधिलाई पनि लिएर जानु मलाई पनि सजिलो हुन्छ। त्यसरी यहाँको व्यक्तिगत जीवनमा पर्ने जुन सहयोग साथ समर्थनको लागि होस् वा यो समुदाय मार्फत अगाडि बढाउने कामहरूको सहयोग साथको लागि होस्, राजदूतावासीहरूसँग सँगै साथमा हुन्छ। म व्यक्तिगत रूपमा पनि सँगै साथमा हुन्छु। यहाँहरूको निरन्तर प्रगति भइराखोस् त्यो शुभेच्छा र शुभकामना दिन चाहन्छु। यहाँ नाचगान गरेको मैले देखेँ, त्यो बच्चा बच्चीहरू नाचगान गरेको देख्दाखेरि मैले प्रबल गुरुङलाई सम्झिराखेँ। नेपालीहरू जहाँ गए पनि दिग्विजय गर्छन्। बाराक ओबामा सम्भवतः राष्ट्रपतिज्यूको म्याडमको ड्रेस डिजाइनर चाहिँ हाम्रो प्रबल गुरुङ हो जस्तो लाग्छ मलाई। यति बेला कुनै बेला दिग्विजय गर्ने कुनै एउटा क्षणमा मात्रै हो मान्छेले, सधैँभरि त हुँदैन, कुनै एउटा कालखण्डमा। त्यो भनेको अब अहिलेको राष्ट्रपतिज्यूको पनि कुनै डिजाइन गर्ने नेपाली किन हुन सक्दैन? हामी हुन सक्छौँ कि? अब नभए एउटा डान्स प्रोग्रामबाट हुनसक्छ कि अथवा अरू कुनै स्पोर्ट्सहरू भाइहरूले यहाँ पुरस्कार लिनुभएको छ त्यो स्पोर्ट्सको माध्यमबाट हुन्छ कि अथवा
यो कम्युनिटी सेन्टरको अरू कुनै काम जुन यहाँ विभिन्न के भन्छ आयामहरूमा काम गर्ने भन्नुभएको छ त्यो कामहरूको मार्फत हुन्छ। यहाँको शिखर स्टेजमा पनि हामी चाहिँ प्रस्तुत हुन सक्ने गरेर काम गर्नेहरूलाई सफलता मिलोस् त्यसको लागि मैले शुभेच्छा राख्छु र सबैको सुस्वास्थ्य दीर्घायु र निरन्तर प्रगतिको पनि मैले मङ्गलमय कामना राख्न चाहन्छु र दूतावासहरू सबै हुन्छ निर्धक्कसँग काम गर्नु होला, निर्धक्क बिनाउनु होला भन्ने एउटा सन्देश पनि यहाँबाट दिन चाहन्छु र यति सुखद सन्देश यहाँहरूसँग आदान प्रदान गर्दै गर्दाखेरि यो राजकाजको कुरामा फेरि सधैँ सुख मात्रै हुँदो रहेछ, दुःखका कुराहरू पनि आउँछन्। भर्खरै हामीले संवेदना पनि मौन धारण पनि गऱ्यौँ कि नेपाली भनौँ महानुभावहरूलाई त्यो एउटा चोट परेको छ, दुःखद घटना भएको छ। हामी यहाँको सम्बन्धित निकायसँग तत्कालदेखि नै आबद्ध सम्बद्ध छौँ, सूचनाहरूको र आपसी सहयोगको कुराहरू भइराखेको छ। त्यो अध्ययनको कुरा अनुसन्धानको कुराहरू पुरा भएपछि त्यो बाहिर आउने नै छ र अनुसन्धानको कुराहरू फेरि कतिपय अलि तत्कालै परिपक्व नहुँदै बाहिर राख्न अलिक कठिन पनि हुन्छ। अनुशासन भिडियो पनि अहिले हाम्रो खेलाडी साथी चन्द्र सायद मैले उहाँको नाम त कण्ठ पारिसकेँ उहाँले चाहिँ त्यो अनुशासनमा बस्नुपर्छ भन्नुभएको थियो नि। त्यो अनुशासन चाहिँ खेलाडीलाई मात्रै नभएर खेल हेर्नेलाई पनि चाहिँदो रहेछ। त्यो भएको हुनाले त्यो अनुशासनको कारणले अलिकति बढी खुलस्त पार्न कतिपय थाहा भएको सूचना पनि अहिले अलिक गाह्रो छ। त्यो यहाँले महसुस गरिदिनु होला। हामी सबै त्यो दुःखमा साथमा छौँ र यति भन्दै फेरि असाध्यै उज्जवल भविष्य हरेक त्यहाँ कता यस्तै मैले देखेको थिएँ हाम्रो हरेक पछिल्लो कहाँ पुग्छौँ भन्ने कुरा हामीले अहिले चाल्ने अब चाल्ने पाइलाबाट थाहा हुन्छ र यो संस्थाले जुन पाइला चालिरहेको छ त्यो पाइलाबाटै यो संस्थाको समोज्वल भविष्य हाम्रो सबैको मानसपटलमा देखिन्छ। त्यो इन्ग्रेन्ड भएर बसेको मैले महसुस गरेको छु र यहाँको साथमा म रहने बाचा दोहोऱ्याउँदै यसरी भेट्ने मौका यहाँले दिनुभयो र सम्भवतः सामुदायिक कार्यक्रमहरूमा हामीले यसलाई भन्दा कल्चरल डिप्लोमेसी, फर्मल डिप्लोमेसी होइन, फर्मल डिप्लोमेसी भनेर यो विभिन्न कोर डिप्लोमेटिक फङ्सनको बाहेक समुदायसँगको सहकार्य मेरो जिम्मेवारीभित्र पर्छ। त्यसको प्रारम्भ नै मैले यहाँको यो समुदाय केन्द्रको कार्यक्रम माध्यमबाट सुरु राखेको छु र सायद यो कुरा सञ्चार माध्यमबाट संयुक्त राज्य अमेरिकाभर र अन्य समग्र विश्वभर त्यसको मतलब नेपालमा पनि सायद यो सोझै प्रसारण हुन्छ, सबैलाई जानकारी हुन्छ। अब यहाँहरू सबैको साथमा म जोडेर रहने सन्देश पनि राख्दै मेरो मन्तव्य अहिलेलाई टुङ्गाउँछु। धन्यवाद। महामहिम राजदूत रेग्मीज्यू धेरै धेरै धन्यवाद यहाँका अमूल्य बाणीको लागि र हाम्रो छोटो सूचनाको बावजुद पनि व्यस्तताको समय हुँदाहुँदै पनि यहाँ आएर यत्रो समय बसिदिनु भयो। हामीले अलिकति छोटो कार्यक्रम गर्छौँ भनेका थियौँ, हुँदाहुँदै अलिकति लामो भयो, यहाँलाई अलिकति ढिलो बोलायौँ, त्यसको लागि हामी क्षमा प्रार्थी छौँ यहाँको भनाइको लागि। र नेपाल एम्बेसीले नेपाली कम्युनिटीसँग सहकार्य पहिलेदेखि नै गरिरहेको छ र अब पनि गर्ने यहाँले बाचा प्रकट गर्नुभयो, त्यसको लागि हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। र यहाँले भने जस्तै हामी पनि नेपालको राजदूत हौँ, तर हजुर चाहिँ हाम्रो गार्जियन हो, त्यसले गर्दा मुख्य राजदूत चाहिँ हजुर। हामी चाहिँ अब हजुरलाई केही पर्दाखेरि सहयोग गर्नको लागि हामी कम्युनिटी चाहिँ सधैँ तत्पर रहनेछौँ। त्यसको लागि चाहिँ धेरै धेरै धन्यवाद। र यहाँको परिवार र राजदूतबाट आउनुभएका अन्य कर्मचारीहरू हाम्रो पाण्डे सर र उहाँको परिवारलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। अब हामी क्वेसन एन्सरतिर लाग्छौँ। केही समय चाहिँ हामीले सदस्यहरूबाट यहाँ उपस्थित महानुभावबाट यहाँका प्रश्नहरू लिनेछौँ। अघि डाक्टर साहबले प्रेजेन्ट गर्नुभयो, केशवजीले प्रेजेन्ट गर्नुभयो र हामीले पनि विभिन्न तवरले कार्यक्रमहरूको बारेमा प्रस्तुत गऱ्यौँ।
यसमा केही प्रश्नहरू छ र सुझावहरू छ भने प्लिज हात उठाउनु होला र यदि स्टेजमा आउन चाहनुहुन्छ भने स्टेजमा आउनुहोस् नत्र त्यहीँबाट बोल्न चाहनुहुन्छ भने पनि हामी माइक ल्याउनेछौँ हजुरहरू जहाँ हुनुहुन्छ त्यहीँ नै हामीले माइक ल्याउनेछौँ र सकेसम्म हामी यहाँहरूको प्रश्नको पनि उत्तर दिन प्रयास गर्नेछौँ र यहाँका सुझावहरू छन् भने त्यो पनि नोट गर्नेछौँ हजुरले प्रश्न राख्दा पहिला आफ्नो परिचय दिनु होला त्यसले गर्दा सबैजनालाई हजुरको नाम थाहा हुनेछ र त्यसपछि आफ्नो प्रश्न अथवा सुझाव के छ त्यो भनिदिनु होला धन्यवाद मेरो नाम मसँग धेरै त्यस्तो सुझावहरू त्यस्तो छैन मैले अघि डक्टर साहबले त्यो डिजाइन गरिरहँदाखेरि मलाई एउटा दिमागमा आइरहेको थियो हामीलाई त्यो कन्स्ट्रक्सनमा सायद मैले ध्यान नदिएको पनि हुनसक्छ त्यो चाहिँ ह्यान्डिक्याप फ्रेन्डली हुन्छ कि हुँदैन त्यो चाहिँ उसम्म चाहिँ मन्दिरसम्म अथवा त्यो मेन बिल्डिङसम्म जाने त्यो हुन्छ कि हुँदैन त्यो एउटा चाहिँ मलाई जान्न चाहन्छु र त्यो सँगसँगै हाम्रो त्यो एलिभेटरको के भइरहेछ त्यो पनि सायद त्यहाँ छ होला तर मलाई त्यो आएन त्यो चाहिँ मैले जान्न चाहेको हुँ अरू सबै राम्रो छ साह्रै खुसी लाग्छ त्यसलाई हामी फुलफिल गरेका छौँ र एलिभेटरको पनि व्यवस्था छ 1,35,000 डलर हामीले त्यसलाई चाहिँ छुट्याएका छौँ र एलिभेटर स्टाफ पनि सकेका छ त्यहाँ इक्विपमेन्ट पनि हाल्न पाइन्छ र सबै फ्लोरमा चाहिँ त्यो एक्सेसिबल छ ऱ्याम्प पनि छ हाम्रो जुन तपाईँले भन्नु मन्दिरतिर जाँदाखेरि चाहिँ अगाडि सिँढी 2टा स्टेप सिँढी छ त्यो सिँढीलाई चाहिँ बाइपास गर्न हामीले ऱ्याम्पको पनि व्यवस्था गरेका छौँ त्यसले गर्दा विलचेयर एक्सेसिबल छ सबै बाथरुमहरू पनि हाम्रो विलचेयर एक्सेसिबल छन् र त्यसमा चाहिँ कोर्टले चाहिँ डिफाइन गरेर चाहिँ भनिरहेको छ हजुर प्रश्न मेरो प्रश्न सबै साथीहरूलाई नमस्कार मलाई चाहिँ यो 1 बजे भनेर हामीले बोलाएको 2 बजे सुरु भयो हामी जाँदाखेरि नेपाली टाइम भन्छौँ यहाँ अमेरिकामा पनि नेपाली टाइम नै हुने गरौँ अर्कोचोटिदेखि चाहिँ यसो नगरौँ आज पनि अलिक जाने चाहिँ प्रिपेयर गर्ने गरिन्छ त्यो त हुनु पऱ्यो हामी आउँदैछौँ यहाँको कोही ढाल्ने कोही गर्नुहुने कोही मिलाउने त्यो पो हुँदैछ यस्तो नहोस् अर्कोचोटि इङ्ग्लिस टाइम इङ्ग्लिस मेरो नाम उपेन्द्र शर्मा स्टर्लिङमा बस्छु थ्याङ्क यू सो मच उपेन्द्रजी यहाँको कन्सर्नको लागि यो हाम्रो पनि कन्सर्न हो हामीले चाहिँ सकेसम्म टाइममै सुरु गर्ने र टाइममै एन्ड गर्ने हाम्रो योजना थियो विशेष कारणले हामीले टाइममा सुरु गर्न सकेनौँ त्यसको लागि हामी क्षमा प्रार्थी छौँ अलिकति म ब्याकग्राउन्ड भन्छु किन टाइममा सुरु गर्न सकेनौँ भन्ने कुरा हामीले यो कार्यक्रम आफ्नै बिल्डिङमा नाक्यो प्राङ्गणमा गर्ने भनेर भनेका थियौँ हाम्रो सबै सेटअप पनि भएको थियो तर वेदरको कारणले लास्ट मिनटमा हामीले चाहिँ भेन्यू चेन्ज गर्नुपर्ने भयो र लास्ट मिनटमा पनि यो भेन्यू प्रदान गर्नुभएकोमा म यही मौकामा म भन्न चाहे 2 शब्द विशेष गरी मन्दिरा मैनाली दिदी र यहाँ गोविन्द मैनाली दाई हुनुहुन्छ र अनि प्रधान मैनाली जीलाई म धेरै धन्यवाद दिन चाहन्छु लास्ट मिनटमा हामीलाई चाहिँ भेन्यू प्रदान गर्नुभयो यहाँ अब पानीको कारणले गर्दा हामीले इन्डोर कार्यक्रम गर्नुपर्ने भयो अनि त्यसपछि बिहान आएर यहाँ सेटअप गर्नको लागि अलिकति टाइम लाग्यो नत्र चाहिँ हामीले चाहिँ टाइममै सुरु गर्ने प्लान गरेका थियौँ यसको लागि हामी क्षमा प्रार्थी छौँ Hi everybody, मेरो नाम सुजन हो म नेपाली बोल्दिन राम्रो बोल्दिन so म इङ्ग्लिसमा भन्छु I work for Delegate Michelle Maldonado's campaign. She's so sorry she couldn't make it here today, but she's always been a supporter of the Nepali community. She is grateful that she was able to help bring that 250 towards the NAP Center. And the reason I'm here today is mainly a message for anyone who's a parent to a high schooler, college student, recent graduate. We have some paid internships on our campaign. We are paying a monthly fee, so if you're interested, please reach out. The location will be in Manassas, so it's a great opportunity to have paid internships locally without having to travel to DC. So I will be in the back if there's any issues or concerns. I'm happy to have you reach out. We've already been in touch with like Manassas Federation, the soccer federation, about how they're looking to have a local place to play soccer and not going to Chantilly. So I'll be here for another 5 minutes. If you need anything, please come see me. Please feel comfortable and please come.
Thank you so much, Susan. Thank you so much. Viशेष गरी Mr. Maldonado, who is a delegate from this region to this state. She has been very supportive to the Nepali community. So we'd like to thank her and her team. Thank you so much. Please convey our regard to her. And she was instrumental in securing this fund. And she did this without any string attached and purely selfless act. So she is one of us. Thank you. यदि यहाँको क्वेसन छ भने प्लिज हात उठाउनु होला र यहाँलाई मैले माग दिनेछु र यही बिचमा मैले एउटा सानो सन्देश यहाँ प्रेजेन्ट गर्न चाहन्छु र यहाँ देख्न सक्नुहुन्छ स्क्रिनमा युएस कङ्ग्रेसम्यान नेपाली अमेरिकन सामुदायिक केन्द्रको मेम्बर पनि हुनुहुन्छ उहाँ सुभाष सुब्रमण्यम उहाँले चाहिँ एउटा सन्देश पठाउनु भएको छ म यो सबै पढेर सुनाउदिनँ यहाँ किनकि टाइम लाग्छ तर चाहिँ हाम्रो कार्यक्रममा आउन सक्नु भएन तर उहाँले चाहिँ हाम्रो कार्यक्रमको लागि चाहिँ सन्देश पठाउनु भएको छ यो चाहिँ म यहाँलाई देखाउन चाहे यहाँले पढ्न सक्नुहुनेछ यदि इन्ट्रेस्ट भयो भने he is also very supportive to Nepali community and he just elected to US House of Representatives last year. म कमनजीलाई माइक्रोफोन दिन्छु उहाँसँग केही प्रश्न अथवा सुझाव छ कसैको प्रश्न आयो भने मैले प्रश्न लगाएँ र सबैजना नमस्कार मेरो प्रश्न चाहिँ के भने यो अब इलेक्सन आउँदैछ अब पहिलादेखि सुनिआएको अहिले भएको बोर्डले चाहिँ कन्टिन्यू अन्टिल द त्यो बिल्डिङको रेडी नभएसम्म चाहिँ कन्टिन्यू भन्ने कुरा छ यो चुनाव चाहिँ हुने कहिले हो र यो बिल्डिङ सिद्धिएपछि मात्रै ट्रान्सफर हुने हो कि बिचबिच ट्रान्सफर हुने कि ट्रान्जिसन के हो त्यसमा सोध्नुभयो थ्याङ्क यू सो मच त्यो क्वेसनको एन्सर हाम्रो एजेन्डामै थियो त्यसले गर्दाखेरि तपाईँले क्वेसन सोध्नुभयो थ्याङ्क यू सो मच र यसको लागि चाहिँ मदनजीले एन्सर गर्दै हुनुहुन्छ कमलजी सबभन्दा पहिला त धेरै धन्यवाद प्रोमिसरी नोटमा चाहिँ तपाईँले एकदमै सरस भेरी थ्याङ्कफुल होइन तपाईँले गर्नैपर्छ भन्ने थिएन तपाईँले गर्नुभयो आफ्नै खुसीले अनि त्यो भन्नु पर्दाखेरि परशुरामजीलाई पनि म धन्यवाद दिन चाहन्छु एकचोटि उठिदिनुहोस् उहाँ बिओडीको मेम्बर पनि हुनुहुन्छ र प्रोमिसरी नोटको आइडिया पनि उहाँले क्रिएट गर्नुभयो र त्यतिखेर हामीलाई एकदम फन्ड ग्याप भइरहेको थियो उहाँ साथीहरूले गर्दाखेरि भयो अब इलेक्सनको हाम्रो प्रावधानमा के छ भनेको बाइलजले चाहिँ बिल्डिङको अकुपेसन पर्मिट आएको 90 डेजभित्रमा हामीले इलेक्सन गर्नुपर्ने हुन्छ र चाहिँ हामीले ट्रान्सफर गर्नुपर्ने हुन्छ त्यसमा चाहिँ अहिलेको चाहिँ मिटलाई ट्रान्सफर गर्ने बाहिर त्यही प्रिस्क्राइब गरेको छ त्यही अनुसारमा हामीले गरेका छौँ र अर्को फेरि बाहिरमा के छ भने इलेक्सन गर्नुभन्दा अगाडि 90 डेज अगाडि चाहिँ इलेक्सन कमिसन बन्नुपर्ने छ त्यो कारणले गर्दाखेरि चाहिँ हामीहरू कमिसन चाहिँ अहिले बनाइहाल्यौँ किन त्यस पछाडि गर्दा ढिलो होस् हामी पनि आतुरसँग यो ट्रान्सफर गर्नको लागि र अब बिचमा छोडेर हिँड्न पनि अलिक अप्ठ्यारो भयो काम गरिरहेका छौँ अब हामीलाई सबै कुरो थाहा छ के भइरहेछ भनेर त्यसले गर्दाखेरि यो अकुपेन्सी पर्मिट आएको 90 डेजभित्रमा ट्रान्सफर हुन्छ थ्याङ्क यू मैले अलिकति एड गर्न चाहेँ भर्खरै बसेको हाम्रो बोर्ड अफ ट्रस्टी र एक्जिक्युटिभ कमिटीको मिटिङले इलेक्सन कमिटी गठन गर्ने निर्णय गरेको छ र कमिटीका पदाधिकारीहरूको नाम पनि चयन गरिसकेको छ त्यो आजभोलि नै हाम्रा मेम्बरहरूलाई जानेछ हामीले कमिटी अपोइन्ट गरेको कमिटी मेम्बरहरूलाई हामीले नाम पठाइसकेका छौँ अनि उहाँहरूले फर्मल्ली ओके भनेपछि हामीले सबै मेम्बरहरूलाई चाहिँ इलेक्सन कमिटीको जानकारी गराउनेछौँ र उहाँहरूले चाहिँ 90 दिनभित्रमा आफ्नो काम पुरा गर्नुहुनेछ तर बाहिरले भनेअनुसार चाहिँ हाम्रो अकुपेन्सी पर्मिट आएको विदिन 90 डेजभित्र चाहिँ हाम्रो कार्यकाल चाहिँ ट्रान्सफर हुन्छ न्यू कमिटीलाई अब हाम्रो एप्रोक्सिमेट टाइमलाइन भनेको अगस्त सेप्टेम्बरतिर चाहिँ इलेक्सन हुने चाहिँ अहिलेसम्मको प्रिडिक्सन छ थ्याङ्क यू सो मच अब त्यसमा की फ्याक्टर चाहिँ हामी फाइनेन्सियली रेडी छौँ कस्टमर रेडी छौँ काउन्टिङमै डिपेन्ड गर्छ कतिपय कुराहरू हाम्रै हातमा हुँदैन अनि उनीहरू पर्मिट लिँदै हेर्दै काम गर्नुपर्ने हुन्छ अब त्यसमा चाहिँ कन्टिन्युन्सी हाम्रो छ अरू केही प्रश्नहरू अथवा यहाँहरूका केही सुझावहरू